हिजो चाहिँ शरण गमनको विषयमा बोल्दैछु होइन। त्यसमा चाहिँ शरण गमनको फाइदा, शरण गमनको लाभ चाहिँ भन्नु सकेको थियो हिजो। अनि दोस्रो शरण गमनको हेतु र प्रक्रिया त्यो पनि हिजो भनिसकेको थियो। तेस्रो शरण गमनको विषय त्यो पनि हिजो भनिसक्यो, तेस्रोसम्म भनिसकेको थियो। अब आज चाहिँ चौथो चाहिँ के हो भनेदेखि शरण गमन कसरी गर्ने भनेको विषयमा है। त्यो चाहिँ चौथो हो। पाँचौँमा चाहिँ अनि शरण गमनको शिक्षा, त्यो चाहिँ पछि हुन्छ। अब यहाँ चाहिँ शरण गमन कसरी गर्ने भनेको विषयमा। अब यहाँ सुन्नुहोस् है, शरण गमन कसरी गर्ने भनेको विषयमा। त्यसमा सजिलोदेखि भन्ने हो भनेदेखि पहिलोचोटि मैले एउटा कथा सुनेको थियो नि, त्यही जस्तो गरेर भन्ने हो गर्ने हो। त्यो चाहिँ अनि अघि मैले के अरे यही किताबमा सबै त्यहाँ लेखेको छ, त्यो छ। अब यहाँ चाहिँ आज अलिकति यसपाल चाहिँ शरण गमन कसरी गर्ने भनेको विषयमा अलिकति व्यस्त रूपले अनि भन्न चाहन्छु है। अब त्यसमा हिजो मैले भनेको जस्तो हामीले सक्यो भने बुद्ध धर्मसँगलाई शरण गमन गर्नु बेलामा अनि एउटा कारण देखेर अनि गर्नुपर्ने चाहिँ धेरै ठुलो कुरा हो। अन्धविश्वासले शरण गमन गरेको भन्दा अनि जानकार भएर अनि कारण देखेर अनि शरण गमन गरेको राम्रो हो। अब शरण गमन कसरी गर्ने भनेको विषयमा हुनु त त्यसमा 5 प्रकारको शरण गमन गर्नेको तरिकामा 5 प्रकारको छ। तर त्यसको भित्र सबभन्दा उपाय राम्रो चाहिँ के छ भनेदेखि बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्नलाई गुण देखेर, बुद्धको गुण, धर्मको गुण, सङ्घको गुणहरू थाहा भएर अनि शरण गमन गर्यो भने त्यो चाहिँ शरण गमन गर्ने तरिका सबभन्दा राम्रो चाहिँ त्यो हो। त्यसो कारणले हामीले बुद्ध धर्म सङ्घ रत्नको गुणहरू के हो भनेर थाहा हुनुपर्छ। अब त्यो चाहिँ अनि अहिले म यहाँ एक एक गरेर भन्न चाहन्छु। अब त्यसमा अनि बुद्ध रत्न, धर्म रत्न अनि सङ्घ रत्न भनेर 3 छ है। त्यो 3मा पहिलो चाहिँ बुद्ध रत्नको गुणमा कति छ भनेदेखि त्यसलाई गुण 8वटा छ। 3 2 अघि मैले कागज दियो नि, कागज पेज नम्बर तङ अघिको जुन दोस्रो शरदको भावनामा जुन बुद्ध रत्नको बारेमा जुन उत्तर तन्त्रमा लेखिएको छ त्यसमा अब गुरुले व्याख्या गर्नुहुन्छ सबैले पेज अघिको बाँटेको पेजमा। अब यहाँ सुन्नुहोस् है, बुद्ध रत्नलाई 8वटा गुण छ भनेको छ। त्यो 8वटा गुण चाहिँ अनि छेउको भाषामा भन्यो भने ग्युलामाले दुमा चिसिन ठुङ्गिटु सिङ्गी केङ्गे तमेबा केन्दा च्यादा निबाति दुङ्गी देम्बे साङ्गी नि भनेर भनेको छ। अब त्यो 8 चाहिँ नेपालीमा चाहिँ तपाईँले यो पढ्नुहोस् त। बुद्ध रत्न बारे उत्तर तन्त्रमा यसरी उल्लेख गरिएको छ। असंस्कृत निरभोग सिद्धि अन्य प्रत्ययद्वारा बोध हुँदैन,
ज्ञान कृपा र बालयुक्त एवं दुई अर्थ स्वार्थ र परार्थले युक्त बुद्ध हुन्। यसको अब व्याख्या चाहिँ गुरुले बताउनु हुनेछ। अब यसको भित्र चाहिँ 8 गुण भनेको छ, बुद्धको 8 गुण। त्यो 8 गुणमा सर्वप्रथम पहिलोको गुण चाहिँ के हो भनेदेखि दुमा छेपा रङसिन नम्दाको यन्दे भनेको छ। यो नेपालीमा पढ्नुहोस् त। प्रथम बुद्धसँग भएको गुण चाहिँ के हो भन्दा असंस्कृत स्वभाव शुद्ध गुण। दोस्रो चाहिँ ठुङ्गी ठुबा लुब्रु नम्दाको यन्दे भनेको छ। दोस्रो चाहिँ निरभोग सिद्धि गुण। तेस्रो चाहिँ यन्देन थिङ्गे डाटोग्यो तोक्सुल जोबे छोग्यो तो मिनेबे यन्दे। सो अन्य प्रत्ययद्वारा अवबोध नहुने गुण। अनि 4मा चाहिँ चौथोमा चाहिँ रङदुङ्गी यन्देन, स्वार्थ सम्पन्न गुण चौथोमा। 5मा चाहिँ खेम्बे यन्देन, ज्ञानको गुण 5औँमा ज्ञानको गुण। ठुक्पा दिला सेवी यन्देन, 6औँमा कृपावान गुण। दुम्बा दिला निबे यन्देन, 7औँमा बल शक्ति गुण। केपा दिला सेन्दुङ्गी यन्देन, 8औँमा परकल्याण गुण। अब तपाईँहरूले यहाँ चाहिँ ध्यान दिनुपर्छ। पहिलोदेखि नम्बर 1 पहिलो, दोस्रो, तेस्रो 3 चाहिँ त्यो चौथोको भित्र चाहिँ बस्छ। चौथोलाई चाहिँ के भनेको छ, रङदुङ्गी यन्देन भनेको छ नि, त्यसमा सिमेट हुन्छ, समाटेको छ। हजुर, बुद्धका 8 गुणहरूको परिचय भनेर त्यो कालो अक्षरमा लेखेको छ नि, त्यो चाहिँ अघि मैले तल सिधै पढ्यो। त्यो बुद्धका 8 गुणहरूको परिचय भनेर माथिदेखि 8वटा क्रमबद्ध रूपमा लेखिएको छ। र अहिले गुरुले बताउनु भएको चाहिँ चौथो स्वार्थ सम्पन्न गुण। त्यसमा चाहिँ पहिलाको गुण, दोस्रो गुण, तेस्रो गुण चाहिँ त्यो भित्र समेटेको छ है। त दिने गुणको भित्र छोटो 5, 6, 7 त्यो 3 चाहिँ 8को भित्र पसेको छ। 8 सेन्दुङ्गी यन्दे, 8औँ लाप्ता। अब 5औँ, 6औँ र 7औँ गुण चाहिँ 8औँ जुन प्रार्थ सम्पन्न गुणमै समावेश गरिएको छ, समेटिएको छ। धेरै यहाँ चाहिँ यो थाहा हुनुपर्छ। अब यहाँ चाहिँ मैले के भन्न चाहन्छु भनेदेखि अलिकति त्यो के भन्छ व्याख्या चाहिँ गर्न चाहन्छु है। अब यहाँ ठुलो कुरो एउटा चाहिँ के हुन्छ भनेदेखि बुद्धको शिक्षामा हामी सर्वपानेहरू सबैमा अनि बुद्धता प्राप्त गर्न सक्ने शक्ति छ भनेर चाहिँ भनेको छ। तर त्यो शक्ति छ भनेको कारण चाहिँ के हो भनेदेखि अहिले यहाँ भनेको पहिलो गुणमा दुमाछेबा रङसी नम्दाको यन्दे भनेको छ नि, त्यो हो। त्यो चाहिँ धेरै ठुलो कुरा हो। यसले के अनि देखाउँछ भनेदेखि सर्वपानेहरूको मनको स्वभाव चाहिँ अनि शुद्ध हो भनेर चाहिँ देखाएको छ। सर्वपानेहरूको मनको स्वभाव चाहिँ शुद्ध भएको कारणले अनि मनको माथि अनि तर्कालमा आएको क्लेशहरू सबै हटाउन सक्छ, टेक्नु सक्छ भनेको चाहिँ त्यो हो। त्यसो कारणले बुद्ध शाक्यमुनि पनि बुद्ध नहुनेको अगाडि हामी जस्तो अनि रिस राग क्लेश भएको हो। तर त्यो बेला हामी जस्तो हुँदाखेरि उहाँको मनको स्वभाव चाहिँ शुद्ध हो। उहाँको मनको स्वभाव चाहिँ शुद्ध भएको कारण अनि उहाँको अनि तर्कालमा भएको अनि रिस राग क्लेशहरू पनि अनि शून्यताको ज्ञानद्वारा टेक्नु सक्ने। त्यसो कारणले उहाँले शून्यता ज्ञानद्वारा मनको माथि भएको अनि त्यो के अरे क्लेशहरू चाहिँ टेकेको हो। त्यसो कारणले अहिले योले के देखाएको छ भनेदेखि रङसी नम्दाको यन्दे भने चाहिँ
स्वभाव स्वभाव मनको स्वभाव अनि शुद्ध हो भनेर देखाएको हो। यो चाहिँ बुद्धको मनको स्वभाव शुद्ध हो भनेको एउटा गुण चाहिँ त्यो हो। अब अघि भनेको जस्तो मनको अनि स्वभाव चाहिँ शुद्ध भएको कारणले मनको माथि अनि केही कारणले हेतु र प्रत्येक कारणले मनको माथि रिस राग क्लेशहरू हुन्छ। तर त्यो रिस राग क्लेशहरू चाहिँ मनको स्वभावमा अनि छैन। त्यसो कारणले यता शून्यताको ज्ञानहरू पायो भने त्यो शून्यताको ज्ञानद्वारा अनि क्लेशहरू सबै टेक्नु सक्छ। त्यस टेकिसकेर अनि त्यो टेक्नु सकेको गुणलाई चाहिँ दोस्रो ह्रुङ्गी डुब लुब्रु नम्दाको यन्देन भने चाहिँ त्यसलाई भनेको हो दिचिलाप्पा। अब जुन असंस्कृत स्वभाव शुद्ध गुण भएको हाम्रो शुद्ध गुण छ, मनको स्वभाव शुद्ध छ, त्यस्तो स्वभाव शुद्ध भएको मनमा आगन्तुक जुन क्लेश र दोषहरू आगन्तुक हो, शुद्ध मनमा पछाडि आगन्तुक जुन क्लेश र दोषलाई चाहिँ फेरि हामीले विशुद्ध बनाउन सक्छ, त्यसलाई शुद्ध बनाउन सक्छौँ। त्यसलाई भन्छ निर्भोग सिद्धि आगन्तुक विशुद्ध गुण। त्यो चाहिँ निर्भोग अथवा सिद्धि आगन्तुक जुन विशुद्ध आगन्तुक जुन क्लेश र दोषहरूलाई चाहिँ त्यसलाई शुद्ध बनाएर विशुद्ध गुणको चाहिँ स्वभावमा हामीले बनाउन सक्छौँ। होला। अब यहाँ तेस्रो चाहिँ के भनेको छ भनेदेखि के अरे यन्देन थिङ्गे डाटोगी तोक्सुलु जोबे छुर्गे तो मिनेबे यन्देन सलाब्दवा तिटे सिक्यागिस। अब तेस्रो छ है, बुद्धको तेस्रो गुणमा हेर्नुहोस्, ती गुणहरूलाई शब्द र तर्कद्वारा पूर्ण रूपमा जान्न नसकिने गुण। अब यसको विषयमा चाहिँ गुरुले व्याख्या गर्नेछ। त्यसो कारणले यहाँ छ नि पहिलोको बुद्धको गुण जो छ नि त्यो र दोस्रोको बुद्धको गुण त्यो दुईवटा छ नि, त्यो दुईवटा चाहिँ हामी साधारण मान्छेले अनि पढेर त्यसको विषयमा सुनेर चिन्तन गरेर अनि बुद्धिले अनि त्यो खोज तलास गर्यो भनेदेखि थाहा हुन्छ कि भनेदेखि थाहा हुन्छ। तर त्यो चाहिँ थाहा हुनु त हुन्छ, तर त्यो चाहिँ पूर्ण रूपले अनि जान्ने चाहिँ थाहा हुने चाहिँ हुँदैन। अब त्यस्तो पहिलाको गुण र दोस्रोको गुण चाहिँ पूर्ण रूपले छलङ्ग प्रष्ट तरिकाले अब जान्ने हो भनेदेखि के गर्नुपर्छ भनेदेखि आफ्नो अनि ध्यानमा बस्दै 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 ध्यानद्वारा अनि आफ्नो मनको माथि भएको क्लेशहरू हटाउँदै 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 अनि मनको स्वभाव चाहिँ चिन्नुपर्ने। त्यो पूर्ण रूपले थाहा हुने। त्यसो कारणले मनको स्वभाव शुद्ध चाहिँ यदि पूर्ण रूपले थाहा हुने हो भनेदेखि सिर्फ ध्यानद्वारा क्लेशहरू अनि त्यागेर अनि त्यो चाहिँ थाहा हुनुपर्ने हो। त्यसो कारणले यहाँ तेस्रोमा के भनेको छ भनेदेखि पहिला र दोस्रोको गुण चाहिँ पूर्ण रूपले थाहा हुनु सक्दैन भनेको छ। त्यो छ नि त्योहरू अगाडि भनेको दुई गुणहरू शब्दद्वारा गर्छ। शब्दद्वारा कोही गुरु कोही मान्छे ज्ञानीले त्यो मुखबाट भनेर त्यसको मतलब मुखबाट भनेर अनि त्यो दुई गुण चाहिँ पूर्ण रूपले थाहा हुँदैन। अब त्यो दुई गुण चाहिँ पूर्ण रूपले थाहा हुनुको लागि के गर्नुपर्छ? मुखले भनेर होइन, ध्यानमा बसेर चाहिँ थाहा हुनुपर्छ भनेको त्यो हो। अब त्यसको पछि चौथो चाहिँ अघि भनिसक्यो जस्तो पहिलोको गुण, दोस्रोको गुण, तेस्रोको गुण, त्यो तिनवटा चाहिँ
अनि आफ्नो मनको भित्र पाएको अनि एउटा आफ्नो गुण एउटा चाहिँ हो। त्यसलाई चाहिँ खर्सा रङदुङ यन्देल खर्सा स्वार्थ सम्पूर्ण चौथोमा चाहिँ स्वार्थ सम्पन्न गुण, स्वार्थ सम्पूर्ण गुण भनेको त्यो। अब त्यसको पछि यहाँ सुन्नुहोस् है, अब बुद्धलाई अरू गुण के छ भनेदेखि 5औँमा चाहिँ खेम्बे यन्दे भनेको छ। खेम्बे यन्दे भने चाहिँ ज्ञानको गुण भनेको हो। खेम्बे यन्दे भने चाहिँ ज्ञानको गुण। अब ज्ञानको गुण भने चाहिँ के हो भनेदेखि जति अनि यो चिजहरू हुन्छ खर्च छे थम्जेल खर्च जति नै धर्म वस्तुहरू छ, जति नै धर्म वस्तुहरू छ त्योहरू सबै अनि बुद्धले अनि सबै थाहा हुन्छ। त्यसो कारणले बुद्धको मनलाई के भन्छ भनेदेखि छेउको भाषामा नम्बा थम्चे खेम्बा भन्छ, नमखेन भन्छ, थम्चे खेम्बा भन्छ। नमखेन र थम्चे खेम्बा भनेको त्यो शब्द छेउको भाषा चाहिँ नेपालीमा चाहिँ सर्वज्ञान भनेको हो। त्यसो कारणले यहाँ खेम्बे यन्तेन ज्ञानको गुण भने चाहिँ सर्वज्ञानलाई थाहा हुनुपर्छ त्यो हो। अब यहाँ चेवे यन्तेन भने छोटोमा र त्यो चेवे यन्तेन भने चाहिँ महाकरुणा। बुद्धलाई अरू गुण के छ भनेदेखि सर्वज्ञानको गुण मात्र नभएर सर्व प्राणीहरूलाई माया र दया भएको महाकरुणा भनेको गुण चाहिँ छ भनेको हो। सातौँमा चाहिँ अनि के अरे निभे यन्ते बलको गुण भनेको छ। त्यो बलको गुण भने बल चाहिँ कसरी थाहा हुनुपर्छ भने जो व्यक्तिलाई पाँचौँ सर्वज्ञानको गुण र छोटो त्यो महाकरुणाको गुण कृपाको गुण भन्छ नि, त्यो दुईटा पायो भने अनि बलको गुण चाहिँ अटोमेटिकली रङसिङकी त्यो चाहिँ एउटा स्वयं आफै स्वयं पाउने हो। त्यसो कारणले के अरे सर्वज्ञानको गुण, ज्ञानको गुण र महाकरुणाको गुण छोडेर बलको गुण भन्ने अलग केही छैन। त्यो दुईटा पायो भनेदेखि अनि बलको गुण चाहिँ अनि त्यो स्वयं पाउने हो। त्यसो कारणले बलको गुण भनेर 7मा राखेको त्यो हो। 8 सेन्देनको यन्देन त्यो अनि 5 र 6 र 7को गुण चाहिँ अनि के हो भनेदेखि परहातका अनि गुण हो भनेर चाहिँ भनेको। किन भनेदेखि के अरे ज्ञानको गुण र महाकरुणाको गुण बलको गुण तिनवटा पाइसक्यो भनेदेखि अरूलाई फाइदा चाहिँ गर्न सक्ने हो। त्यसो कारणले अहिले यहाँ परहात भन्छ नि, परहातका गुण, परहात भने चाहिँ अरूलाई फाइदा गर्नु सक्नेको गुणलाई भनेको हो अरूलाई। त्यसो कारणले यदि हामीले बुद्धलाई सहयोग लियो भने बुद्धको शरणमा गएर मलाई यसो अनि सहयोग गर्नुहोस् भनेदेखि उहाँलाई त्यो 8वटा गुण भएको कारणले अनि हामीले सहयोगहरू गर्न सक्ने, उहाँले फाइदा गर्न सक्ने अनि त्यस्तो चाहिँ हुन्छ भनेर चाहिँ भनेको छ। अब यहाँसम्म चाहिँ अनि बुद्धको 8वटा गुण भने चाहिँ यहाँसम्म एउटा। त्यो सँगै पोहोर साल म यहाँ आउँदाखेरि कुन्जो जेडेनको दो भनेर मैले आगम चाहिँ दिएको थियो। त्यो भित्र सङ्गी जेसु ठेम्बे दो भन्ने चाहिँ एउटा छ। त्यसको आगम चाहिँ पहिले दिइसक्यो पोहोर साल। अब अहिले यसको भाग्य गर्छु है त्यो सँगै, किनभनेदेखि बुद्धको गुण चाहिँ एकमा अघि के अरे मैत्रेय बोधिसत्वले भनेको जस्तो 8वटा गुण छ। त्यो गुणहरू कहाँबाट लिएको हो भनेदेखि
अनि कङ्गुरको भित्र भएको साङ्गे जेसु टेम्बे दोद्वारा त्यहाँबाट लिएको हो। त्यसो कारणले यहाँ यो चाहिँ पढेर अलिकति भन्छु। ग्यागर कितो आर्य बुद्ध अनुस्मृति भयो कितो फापा साङ्गे जेसु टेम्बा साङ्गेदा झन्झु सेम्बा थम्जेला छाक्छलो दिदर साङ्गे चुम्देने देने धिसिन शेक्पा डाचोम्बा याङ थपर जोपे साङ्गे भनेको छ। बुद्ध शाक्यमुनि भन्ने उहाँ चाहिँ के हो भनेदेखि साङ्गे हो भनेको छ। साङ्गे बुद्ध हो। अनि उहाँले चाहिँ सर्व अनि त्यो क्लेशहरू अनि त्यो दोषहरू सबै बाट मुक्त भइसकेको हो। त्यस मात्र नभएर उहाँले चाहिँ अनि त्यो के अरे पङ्बे युन्ते तोक्बे युन्ते त्यो सर्व गुणहरू सबै पाइसकेको हो, प्राप्त गरिसकेको हो भनेको छ। त्यो मात्र नभएर अनि उहाँले धिसी शेक्पा भनेर चाहिँ धिसी शेक्पा भनेको धिसिन चाहिँ धिसिङ्गी तोङ्बङ्गी शून्यता, त्यो पनि बाहिरको होइन मनको शून्यता। त्यसो कारणले बुद्धले आफ्नो मनको भित्र भएको अनि सबभन्दा अनि ठुलो गुण शून्यता, मनको स्वभाव शून्यता भने त्यो चाहिँ त्यहाँसम्म उहाँ अनि पुगिसकेको हो। त्यसको मतलब त्यो चाहिँ अनि के अरे मुसुम तोपाला गर्छ त्यो चाहिँ हामीले प्रत्यक्ष रूपमा अनि प्राप्त गरिसकेको हो भनेको। धिसिन शेक्पा भनेको मतलब चाहिँ त्यहाँ त्यसरी हामीले सम्झिनुपर्छ। धिसिन शेक्पा डाचोम्बा याङ थपर जोबे साङ्गे रिक्पा त शम्सु देम्बा भन्नु बेलामा त रिक्पा भने चाहिँ अनि विपස්සना, अनि उहाँले विपස්සनाको गुण सबै पाइसकेको छ। शम्सु देम्बा भने चाहिँ सिने समाधिको गुण, उहाँले विपස්සनाको गुण र समाधिको गुण दुइटै उहाँले सबै अनि पाइसकेको छ भनेको। देवर शेक्पा भने चाहिँ के अरे देवा सजिलो मारे दिकिर खर्छ देवा शान्ति शान्ति उहाँले यहाँ छ नि। देवर शेक्पा भनेको मतलब के हो भनेदेखि शान्त बाटो, शान्त मार्गद्वारा शान्तको फल पाइसकेको भनेको देवर शेक्पा। लम देवान्ने सेक्ने डिबु देवा थोपा हो देवर शेक्पा। जिक्तिन खेम्बा भनेको चाहिँ अनि उहाँले सर्व अनि प्राणीहरूको सोच, सर्व प्राणीहरूको दुःख सुख सबै उहाँले थाहा छ भनेको छ। जिक्तिन खेम्बा के बुद्धिबे खालो गुवा लाना मेपा भने चाहिँ अब हामी गाडीमा गयो भनेदेखि यो अब टाटा सोमोहरू त्यसो गाडीमा गएदेखि त्यो गाडी ड्राइभरले हामीहरू सबै अब काठमाडौँमा जाने होदेखि उहाँले त्यो गाडी चलाएर हामी सबै काठमाडौँमा ल्याएर जान्छ नि। त्यही दोस्तो यहाँ के बुद्धिबे खालो गुवा भने चाहिँ बुद्धले पनि सर्व प्राणीहरू संसार छोडेर निर्वाणको बाटोमा यसरी गरेर निर्वाण बुद्धको भूमिमा अनि ल्याएर जान्छ भनेको हो। के बुद्धिबे खालो गुवा लाना मेपा लादा मिनम गिट्टम्बा भने चाहिँ बुद्ध सक्य मुनि चाहिँ देवा र अनि मिलकर्सा मनुष्य सबैले मार्ग देखाउने मार्गदर्शक हो भनेको। लादा मिनम गिट्टम्बा साङ्गी चुम्देन देश हो भने यहाँसम्म चाहिँ बुद्धको गुण छोटकरीमा भनेको। अब बुद्धको गुणमा अनि के अरे विस्तृत रूपले भने चाहिँ यसको तल तिसी सेवा त्यता नि सुनम थगी घुथुम्बा। अब यो एक एक गरेर भन्यो भनेदेखि समय धेरै लाग्छ, मैले अब छोटकरीमा भनिसक्यो। तिसी सेवा त्यता नि सुनम थगी घुथुम्बा घिवी चवानम छुमि सेपा सेबे गेम्बा सुनम गे तेनम गे सी पेजे सम्बन्धम गे ट्रेबा छेनम गे मेतो गेबा चुयु रेम्बर थुम्बा थोनम मिथुम्बा मेबा थेबे मेबा नम ngomar gawa shirab silgi minimba tom namla jiba meba simje thamjigi tumba। यहाँ एउटा कुरा छ, बुद्ध भने चाहिँ सर्व प्राणीहरू सबैलाई मार्ग देखाउने एउटा गुरु अनि एउटा महागुरु हो भनेको छ।
심제 탐지기 때문에 정주 선반 남기 옆 팍배 강산 남기 개보 냥엘인데왜 동기도 냥엘인데왜 동기도 좋아 남기 처음에 셔봐 꽃송반 매봐 꽃송반 매봐 대바 다기 막고 봐 수 다기 녀버 막고 봐수 매봐 다다 만제봐 풍부 달래 랍도 넘버 줘봐 캄남다 미덴바 깨제남 담바 드바남 깨제남 담바 어디제 드바남 신도 제바 용수 동안 달래 넘버 줘봐 세발레 신도 줘봐 추월레 개와 이시 용수 줘봐 대바다 좀 받아 다들 주면 상계 좀 되는 남기 이실라 내봐 쟤네 야 얘는 요덕고라서 야 타오는 버려 बुद्ध शाक्यमुनि भने चाहिँ अहिले 5000 खजर लोंगा तोङ लखर्छ 5000 वर्ष 2500 वर्ष मरे लोंगा तोङ ओ 5000 वर्ष बुद्ध शाक्यमुनिको धर्म चाहिँ 5000 वर्ष अनि बस्नुहुन्छ है बस्छ त्यसो कारणले बुद्ध शाक्यमुनिले के भन्छ अहिलेको बुद्ध भन्छ अब पहिलाको बुद्ध पनि छ खोरवाजिक दा अनि वेसुङ भनेर सांगे बुद्ध खोरवाजिक र बुद्ध वेसुङहरू चाहिँ पहिलाको बुद्ध हो है पहिलाको बुद्ध अहिलेको बुद्ध चाहिँ शाक्यमुनि हो भविष्यको बुद्ध चाहिँ अनि मैत्रेय अहिले मैत्रेय चाहिँ सत्वको रूपमा छ मैत्रेय बुद्धिसत्व हो उहाँ चाहिँ भविष्यमा मैत्रेय बुद्ध चाहिँ हुन्छ तर यहाँ के लेख्यो छ भनेदेखि पहिलाको बुद्ध होस् अहिलेको बुद्ध होस् भविष्यमा जो बुद्ध हुनेको बुद्ध जो छ भविष्यको बुद्ध छ बुद्ध सबै एउटै लेभल त्यो गुण ज्ञानमा गुण र ज्ञान गुण र ज्ञानमा एक समान हो पहिलाको बुद्ध चाहिँ ठुलो अहिलेको बुद्ध चाहिँ सानो भविष्यको बुद्ध चाहिँ त्योभन्दा सानो त्यसो छैन जति बुद्ध हुन्छ सर्व बुद्धहरू सबै गुण चाहिँ एक समान हो गुण र ज्ञान यो चाहिँ हामीहरूले थाहा हुनुपर्छ त्यो कुरा चाहिँ फेरि कोहीकोहरूले चाहिँ त्यो थाहा नभएर बुद्धको बिचमा भने कोही ठुलो कोही सानो कोही गुण ज्ञान ठुलो कोही यस्तो कुरा हुन्छ नि त्यो हुँदैन बौद्धको शास्त्रद्वारा भन्यो भनेदेखि सर्व बुद्धहरू एउटै गुण ज्ञान एक समान हुन्छ हो यो चाहिँ एउटा हो त्यदुवा देबादा मचुमबादा ततरचुमे संगे चुम्दे नम्गे इसेला नेपा न्याङले देबाला मिनेपा yang तबा निगे थाला नेपा सिमजे थमजला सिबेसाला सुपास अब बुद्धले गुण एउटा चाहिँ के छ भनेदेखि बुद्धले सर्व प्राणीहरू सबैलाई हेरेर बसेको छ भनेको छ अब हेरेर बसेको छ भनेको कुरा चाहिँ के हो भनेदेखि फेन्ते शिर ताक्या सुन्डुकी छुल्तु भनेको छ अब जहिले पनि बुद्धहरूले अब सर्व प्राणीहरूको सोच कस्तो छ सर्व प्राणीहरू के गर्छ रहेछ उहाँले के चाहेको हुन्छ के उहाँले दुःख के रहेछ सुख के छैन रहेछ भनेर त्योहरू सबै अनि उहाँहरूले बुद्धहरूले देखेर अनि त्यस्तो दुःखहरू हटाउने सुखहरू पाउने त्यसको लागि चाहिँ उहाँहरू जहिले पनि अनि त्यो गरे खर्च हेरेर बस्नुहुन्छ भनेर चाहिँ यहाँ भनेको छ सिम्जे थम्चेल सिपे साला सुपति भनेको चाहिँ त्यो हो सुपति दिदाने दिसिसेबे इसे yang tabe chewe yende yino papa sangi jesu chamba जोक्सो यहाँ अब पछि हामीले बुद्धको गुणको विषयमा राम्रो गरेर पढ्ने हो भनेदेखि यो दुईटालाई सबैले ध्यान दिनुपर्छ है यो दुईटा अहिले मैत्रेयले भनेको बुद्धको 8वटा गुण र फक्पसाङ्गी जेसु ठेम्बे दो त्यो भित्र भएको अनि गुण त्यो हलासो यहाँ समासित हो अब त्यसको पछि चाहिँ अनि के आउँछ भनेदेखि त्यसको पछि चाहिँ अनि धर्म रत्नको गुण अब सुन्नुहोस् है अब बुद्ध रत्नलाई यति गुण छ भनेर थाहा भएको पछि अब हामीले
धर्मरत्नलाई के गुण छ, हामीले धर्मरत्नलाई डोक्नुपर्ने कारण के हो, हामीले धर्मरत्नको शरणमा जानुपर्नेको कारण के हो भनेदेखि धर्मरत्नलाई पनि 8वटा गुण छ भनेको छ। अब त्यो 8वटा गुण चाहिँ छेउको भाषामा सम्मे निमे तोमे पा थसल निमे छोङ्गे काङ्सी काङ्गी छाट्रेबा दिङी छिङी चेन्डे छे भनेर भनेको छ। अब यो नेपालीमा भन्नुहोस् त। अब दोस्रोमा धर्मरत्न बारे उत्तर तन्त्रमा यसरी उल्लेख गरिएको छ, अचिन्त्य अधय अबिल्क शुद्ध स्पष्ट प्रतिपक्षद्वारा जुन रागबाट वियोग पृथक छ र दुई सत्यको लक्षणले युक्त नै धर्म हो। यसरी 8 प्रकारको धर्मरत्नबारे उत्तन्त्रमा उल्लेखेको छ र एक एक गरी अब गुरुले व्याख्या गर्नेछ। अब यो भित्र पहिलाको गुण चाहिँ पहिलाको गुण चाहिँ छेउमा के लेख्यो छ भनेदेखि धतुकी मुशिर सम्दो मेपे यन्देन भनेको छ। अब प्रथम शब्द तथा तर्कका 4 कोटिहरूप्रति अचिन्त्य गुण। अनि पेज नम्बर 2 मा है, पछाडिपट्टि पेज नम्बर 2 मा हेर्नुहोस्। पेज नम्बर 2 मा हेर्नुहोस् ल नेपालीमा। दोस्रो चाहिँ के रहेछ भनेदेखि छेउमा लेङ्गु चिरिबा ठेवे निसु मेपे यन्देन भनेको। दोस्रोमा कर्म तथा क्लेशहरूबाट वियोग भएकोले अधेय गुण भनिन्छ। अधेय गुण हो। अब त्यसको पछि नम्बर 3 मा चाहिँ के छ भनेदेखि सुल्मी हिजेकी तोपा चिरिता ठेवे तोपा मेबे यन्देन। अनैतिक मनस्कार कल्पबाट वियोग भएकोले अब अभिकल्प गुण भनिन्छ। अभिकल्प गुण हो नम्बर 3। नम्बर 4 को चौथोको गुण चाहिँ के रहेछ भने नम्बर 4 मा गोपे यन्देन भनेको छ। चौथोमा निरोध गुण। अब यहाँ तपाईँहरू चिन्ने लाग्नुहोस् है। पहिला भनेको अहिले धर्मरत्नको पहिलाको गुण, दोस्रोको गुण, तेस्रोको गुण 3 छ नि, त्यो 3 चाहिँ चौथो निरोध गुणको भित्र समेटेको हुन्छ ल। हो यहाँ चाहिँ अब यहाँ 5 ngapa rangi ngola tima mebe tape yende। 5औंमा आफ्नो स्वरूपमा मल नभएकाले शुद्ध गुण। ठुपा चिता चिङी कि छेनम सेलवर खेम्बे सेलवे यende। 6औं यथावाद तथा यथावाद धर्महरू स्पष्ट रूपले जानेकोले स्पष्टता गुण। दिम्बा दिम्गी चिरी जोम्बे थुदान देम्बे न्यम्बे यende। 7औंमा 2 आवरणलाई नाश गर्ने शक्तिले युक्त भएकाले प्रतिपक्ष गुण। केपा लमदिङ्गी यन्दे। 8औंमा मार्ग सत्यको गुण। अब यहाँ चिन्ह लगाउनुहोस् ल। अघि 5 लगेर ngapa लसो 5औं 5को गुण, 6को गुण, 7को गुण, त्यो 3 चाहिँ नम्बर 8 मार्ग सत्य गुणको भित्र समेटेको हुन्छ ल। 5, 6, 7 चाहिँ 8को भित्र अनि समेटेको हुन्छ। त्यो चाहिँ हो ल यहाँ। अब त्यसमा अब यहाँ चाहिँ मैले यहाँ चाहिँ यो भन्न चाहन्छु है, सबैले यो नबिर्सिनु है त। हामीले जहिले भने धर्मरत्न भनेको विषयमा सम्झिरी सोच्दाखेरि याद गर्दाखेरि चाहिँ धर्म र धर्मरत्नमा फरक चाहिँ हामीले थाहा हुनुपर्छ है। धर्म सबैलाई धर्मरत्न भनेको होइन। धर्मरत्नको लक्षणमा अघि भनेको 8वटा गुण जो भनेको छ नि, त्यो 8वटा त्यो 8वटा गुणमा केही न केही गुण एउटा चाहिँ हुनुपर्छ। त्यो नभएदेखि त्यसलाई धर्मरत्न भन्दैन। त्यसो कारणले धर्मको भित्र आगमको धर्म भनिन्छ, ध्यान अभ्यास गरेको धर्महरू छ। अब आगमको धर्म भनौँ हामी यहाँ त्यो कङ्ग्युर तेङ्ग्युरहरू छ नि, त्योहरू चाहिँ धर्म हो, तर धर्मरत्न होइन है। अब त्यही धर्महरू पढेर हामीले बिहान धर्म गर्छ, दिउँसो धर्म गर्छ,
अनि बेलुका धर्म गर्छ, कोरा गर्छ, अनि छेमे बाल्छ, त्योहरू धर्म हो, तर धर्म रत्न होइन त्यो फेरि है। अब त्यो मात्र नभएर फेरि हामीले ध्यान गर्ने बेलामा हाम्रो मनको भित्र माया दया त्यस्तो अनि धर्मको सोच, धर्मको मन आउँछ, तर त्यो धर्म हो, धर्म रत्न होइन है। त्यो मात्र नभएर हाम्रो मनको भित्र पहिला बुद्धिचित भन्ने यस्तो ठुलो ज्ञान हामीले प्राप्त गर्न सक्छ, तर त्योलाई धर्म रत्न भन्दैन है। ङिन्जुङलाई खर्छ, ङिन्जुङ वैराग्य, वैरागी, शून्यता ज्ञान, बुद्धिचित, त्योहरू सबैलाई धर्म रत्न भन्दैन। अब धर्म रत्न चाहिँ कसरी भन्छ भनेदेखि शेरब निङबोको भित्र तत्याथा गाते गाते पारा समगते बुद्धिस्व भनेर 5वटा मार्ग देखाएको छ। त्यो मार्गको भित्र अनि गाते भनेको पहिलोको मार्ग, गाते भनेको पहिलोको मार्गलाई के अरे सम्भार मार्ग भन्छ। त्यो हामीले पाएर भने, प्राप्त भएर भने धर्म रत्न पुग्यो होइन। त्यसको पछि गाते, दोस्रो गाते हुन्छ, गाते दोस्रो गातेलाई चाहिँ छेउको भाषामा जोर्लम भन्छ, त्यसलाई नेपालीमा के अरे प्रयोग मार्ग भनिन्छ। प्रयोग मार्ग त्यो प्राप्त भएर भने, त्यस्तो ज्ञान प्राप्त भएर भने धर्म रत्न होइन, तर धर्म हो है। सम्बर मार्ग पनि धर्म हो, प्रयोग मार्ग पनि धर्म हो है। अब त्यसको माथि हामीले मार्ग, तेस्रो मार्ग के पाउँछ भनेदेखि गाते पारागते भनेको मार्ग चाहिँ हामीले प्राप्त गर्छ। त्यसले छेउको भाषामा के भन्छ, थोङ भन्छ। थोङ भने चाहिँ अनि दर्शन भएको, लम भने चाहिँ मार्ग, थोङलम भने चाहिँ दर्शनको मार्ग भन्छ, दर्शन भएको मार्ग। तर यहाँ दर्शन चाहिँ के दर्शन, बुद्धको मूर्तिहरू दर्शन भएको त्यसलाई भनेको होइन। आफ्नो मनलाई हेरेर मनको भित्र भएको शून्यता चाहिँ प्रष्ट रूपले दर्शन भएको मार्गलाई दर्शन मार्ग भनिन्छ। त्यसो कारणले दर्शन मार्ग पायो भने बल्ल धर्म रत्न भन्नुपर्छ। त्यसो कारणले धर्म रत्न भने चाहिँ दर्शन मार्गको माथिको धर्महरूलाई धर्म रत्न भन्छ। दर्शन मार्गको मुनि भएको, तल्ल भएको धर्महरूलाई चाहिँ के भन्छ, धर्म भन्छ, तर धर्म रत्न भन्दैन। त्यसो कारणले धर्म रत्न भने चाहिँ दर्शन मार्गको माथिको धर्महरूलाई धर्म रत्न भने, यसरी हामीले थाहा हुनुपर्छ। त्यसो कारणले यहाँ धर्म रत्नको गुण 8वटा चाहिँ 2मा समेटेर नम्बर 5 निरोध गुण, नम्बर 8 मार्ग गुण भन्यो नि। त्यसो कारणले मार्ग गुण चाहिँ धर्म रत्न हो। त्यसको माथि निरोध गुण भने चाहिँ पाउँछ। पहिला मनमा राख्नुहोस् है, पहिला यो थाहा हुनुपर्छ। अहिले के भन्यो, नम्बर 8मा चाहिँ के भन्यो, मार्ग सत्य है। के भन्यो, मार्ग सत्य गुण। मार्ग सत्य गुण भने चाहिँ कुन रहेछ, दर्शन मार्ग चाहिँ हो भन्यो नि। गाते परागाते परसमगाते बोधि सह भने 5वटा मार्गको भित्र तेस्रो मार्गको माथि भएको त्योहरू हो। त्यसो कारणले दर्शन मार्ग चाहिँ के हो, यो हो मार्ग सत्य गुण भने चाहिँ दर्शन मार्ग हो। अब दर्शन मार्ग दर्शन मार्गदेखि भन्नुपर्छ, दर्शन मार्गको मार्गहरूलाई चाहिँ के भन्छ, मार्ग सत्य गुण भन्छ। भयो मार्ग सत्य गुण भने थाहा भयो। त्यसो कारणले यहाँ सुन्नुहोस् है, मार्ग सत्य गुण चाहिँ दर्शन मार्ग पाउँदाखेरि पाएको कारणले, दर्शन मार्ग पाउँदाखेरि चाहिँ के दर्शन पायो, मनको भित्र शून्यताको ज्ञान, शून्यता प्रष्ट रूपले थाहा भयो। अब शून्यता प्रष्ट रूपले थाहा भएको पछि के हुन्छ, त्यो शून्यताको ज्ञानद्वारा हाम्रो मनको माथि भएको क्लेशहरू चाहिँ त्याग्छ।
नाश गर्न सक्छ। क्लेशहरू नाश गर्यो भने के हुन्छ? क्लेशदेखि मुक्त भएको गुण पाउँछ। क्लेशदेखि मुक्त भएको गुण पायो भने के हुन्छ? निरोध गुण भन्छ। त्यो हो यहाँ निरोध गुण नम्बर 4मा के भन्यो अघि? नम्बर 4मा अघि के भन्यो? निरोध गुण। त्यसो कारणले के अरे मार्ग सत्य गुणद्वारा निरोध गुण चाहिँ पाउँछ। त्यसो कारणले जहिले पनि धर्मरत्न भने के हो भनेदेखि तुरन्त मनमा के आउनुपर्छ? मार्ग सत्य र निरोध सत्य, त्यो दुई गुणलाई अनि धर्मरत्न बन्छ भनेर मनमा चाहिँ राख्नुपर्छ। होला, अलिकति त्यो थाहा भयो हो। यहाँसम्म चाहिँ यति राखौँ। अब त्यसको माथि फेरि कङ्ग्युरको भित्र भएको अनि जेसोठेमा चाहिँ अलिकति भन्नु। अब कङ्ग्युरको भित्र चाहिँ धर्मको गुणहरू के भनेको छ भनेदेखि ग्यागर केतो धर्म अन्नु स्मृति भयो केतो छे जेसो ठेम्बा सांगेदा झन्जुसेम्बा थम्जेला छाक छेलो थाम्बे छे ने लेपर सुङबा। अब यहाँ छ नि बुद्ध धर्ममा दुईटा छ रे। आगम धर्म है, अहिले बुद्ध वचनहरू, बुद्धको अमृत वचनहरू चाहिँ आगम धर्म हो नि त्यो। अब बुद्धको अमृत वचनहरू आगम धर्म बन्छ। त्यो चाहिँ के हो भनेदेखि लेपर सुङबा भनेको छ। लेपर सुङबा भनेको मतलब चाहिँ धेरै राम्रो, धेरै शुद्ध अनि भनेको वचन हो भनेको। अब शुद्ध कसरो हो, धेरै राम्रो कसरो हो भनेदेखि त्यसको मतलब चाहिँ तल छाङबर च्योबा थोङबर ग्यापा फर्दु ग्याबा थामर ग्यापा दे सङ्बो चिटुप सङ्बो मान्डेपा यौसो जोपा यौसो थाक्पा यौसो छावा भनेको छ। कस्तो राम्रो यहाँ लेखेको छ। अब यहाँ के लेखेको छ? बुद्धको अमृत वचन भनेको यस्तो धर्महरू, छेउको धर्महरू, लुङ्गी छेउ भन्छ नि, आगम धर्महरू चाहिँ के हो रे? पहिला चाहिँ थोङबर ग्यावासँग खरा थाङ्बो याक्बो प्रथम प्रथम सम्यक हो भनेको छ। थोङबर ग्यावा प्रथम सम्यक धर्म। प्रथम सम्यक धर्म कसरो हो भनेदेखि बुद्धको अमृत वचनहरू यसरी हामीले सुनेर राम्रो गरेर सुन्यो भनेदेखि त्यो सुन्नेको पछि लगेर भए थेपाले छुवालाई छुवा सर्वान पश्चात उत्पन्न भएको, सर्वान गरिसकेपछि सर्वान गरिसकेको पछि हामीलाई के पाउँछ? थुजुङ्गी सेरप। सर्वान गरिसकेपछि हामीलाई सर्वनको ज्ञान प्राप्त हुन्छ। सर्वनको ज्ञान प्राप्त हुन्छ। त्यसको कारणले अनि गर्छ थोङमर गेवा। त्यसपछि हामीले त्यसको कारणले त्यस कारणले चाहिँ प्रथम सम्यक धर्म। अब फेरि भन्छु है, बुद्धको अमृत वचन सुनेर हामीलाई थुजुङ्गी सेरप भनेको ज्ञान चाहिँ पाउँछ। त्यसो कारणले बुद्धको अमृत वचन चाहिँ थोङमर गेवा हो भनेको। नेपालीमा भन्नुहोस्। बुद्धको अब अघिको प्रथम सम्यक धर्म किन भनियो भन्दाखेरि बुद्धको धर्म हामीले श्रवण गरिसके पश्चात हामीले एउटा श्रवणको ज्ञान प्राप्त हुन्छ। त्यसलाई नै हामीले प्रथम सम्यक धर्म भनेर चिनिन्छ। हो या त भर्तु गेवा लायति कर लग रहे। अब थङ्गेती थोङमर रोवा त भर्दु भर्दु भन्नाले अब माध्यम अवस्थामा माध्यम छ सम्यक। अब बुद्धको अमृत वचनहरू माध्यम सम्यक पनि हो रे। कसरो हो भनेदेखि बुद्धको अमृत वचन सुनेको मात्र नभएर त्यसलाई चिन्तन गर्यो भनेदेखि हाम्रो मनको माथि गुण एउटा पाउँछ। त्यसलाई के भन्छ? सम्झुङ्गी सेरप भनिन्छ। अब दोस्रोमा हामीले माध्यम अवस्थामा भगवान् बुद्धको श्रवण पछि त्यसमा चाहिँ चिन्तनको एउटा चिन्तन गरिसकेपछि चिन्तनद्वारा हामीलाई फेरि चिन्तनको एउटा ज्ञान प्राप्त हुन्छ। त्यसलाई भन्छ चिन्तन गरिने
ज्ञान भन्छ, चिन्तन गरिने ज्ञान अथवा चिन्तनद्वारा प्राप्त भएको ज्ञान। चिन्तनद्वारा प्राप्त गरेको ज्ञान, त्यसले चाहिँ सम्झुङ सेरप भन्छ। त्यसो कारणले बुद्धको अमृत वचनहरू चाहिँ फर्दु केवा हो भनेर मध्यमको खर्च सम्यक हो भनेको। थमर केवा फेरि बुद्धको अमृत वचनहरू चाहिँ थमर अन्तको सम्यक पनि हो रे। कसरी हो भनेदेखि बुद्धको धर्मलाई सुनेर मात्र होइन, चिन्तन गरेर मात्र होइन, ध्यान आवेश गर्यो भनेदेखि निरोध भन्ने त्यस्तो गुण पाउने, बुद्ध भन्ने त्यस्तो प्राप्त गर्नु सक्ने हुन्छ। त्यसो कारणले के अरे बुद्धको धर्मद्वारा आफूलाई त्यो ध्यान आवेश गरेर आफूलाई गोमजुङ्गी सेरप भावना ज्ञान प्राप्त हुन्छौँ। भावना भन्नाले ध्यान साधनाको ज्ञान हामीले प्राप्त गर्न सक्छौँ अन्तिममा। त्यो भएर तिनवटा विषयलाई चाहिँ हामीले याद राख्नुपर्छ। प्रथम सम्यक धर्म र माध्यम अवस्थामा पनि त्यो सम्यक धर्म नै र अन्तमा पनि सम्यक धर्म नै, यसरी विभाजन गरेको छ। र बुद्धको धर्म श्रवण त्यो पनि एउटा प्रथम, र दोस्रो चिन्तन, र अन्तिममा ध्यान साधना, यो सबै एउटा विभाजन गरेर राखिएको छ बुद्धको धर्मलाई। अब बुद्धको अमृत वचनहरू छ नि, त्यो अमृत वचनहरूलाई त्यसको खर्सो रे ठन्डा नङदे, त्यसको चाहिँ मूल अर्थहरू चाहिँ अनि हामीले सुन्यो भने, थाहा भयो भने त्यो फाइदा हुन्छ। त्यसो कारणले थ्याङ्बो ठन्डा माइमा छिक्ल खर्छ अर्थविहीनको शब्द बुद्धको अनि अमृत वचनको शब्दहरू पनि हामीले सुन्यो भनेदेखि धेरै मनलाई खुसी दिने, फाइदा हुने छ। त्यसो कारणले छिक्डु सङ्बो भनेको त्यो चाहिँ अर्थविहीनको होइन, छिप्डुप साम्बो भन्ने चाहिँ के हो भन्दाखेरि त्यो शब्द सुन्दैमा हामीले मनमा एउटा आनन्द अथवा ज्ञान प्राप्त हुने, एउटा शब्दमा पनि शक्ति भएको शब्दलाई त्यसरी जनाएको छ। अब यहाँ एउटा चाहिँ सुन्नुहोस् है, बुद्धको अमृत वचनहरू सुनेर अनि के एउटा चाहिँ थाहा हुनुपर्छ। के एउटा थाहा हुन्छ भने बुद्ध बाहेक अरूहरूले न भनेको कुराहरू उदाहरणमा अनि सृष्टिकर्ता छैन भनेको कुरा, अनि के अरे शून्यता, आत्माको कुरा, शून्यताको कुरा, त्यो धेरै कुराहरू चाहिँ बुद्धको अमृत वचनको भित्र भनेको छ। त्यसो कारणले बुद्धको धर्म चाहिँ अरू धर्म भन्दा अलग्गै हो भनेर चाहिँ यहाँ योङ्स कसा छिटो सङ्बो मान्डेपा टेटे ताङामेमा मिक्स नभएको अलग्गै युनिक हो भनेको छ। एउटा पृथक भनेर बुझिन्छ हामीले। अन्य धर्महरू पनि एउटा विशेष प्रकारको एउटा पृथक धर्म भनेर बुद्ध धर्मलाई हामीले बुझिनु पर्दछ। त्यस्तो गरेर छिटो सङ्बो मान्डेपा योङ्सो जोपा योङ्सो थाक्पा योङ्सो छावा भनेर बुद्ध धर्मलाई अनि चिन्तन गरे, ध्यान आवेश गर्यो भनेदेखि के हुन्छ रे, बुद्ध धर्मको भित्र मनलाई कसरी अनि परिवर्तन गर्ने त्यो तरिका उपायहरू सबै भनेको छ रे। योङ्सो चोपा योङ्सो थाक्पा भने चाहिँ त्यो सर्व जो भनेको कुराहरू सबै शुद्ध छ रे। योङ्सो छावा भने चाहिँ बुद्धले भनेकै जस्तो हामीले ध्यान आवेश गर्यो भनेदेखि हाम्रो क्लेशदेखि लिएर नराम्रो मनहरू सबै अनि त्याग्नु सक्छ रे। योङ्सो छावा भनेर हो, त्यस्तो छ भन्छ बुद्धको। अब यहाँसम्म चाहिँ धर्मको गुण छोटकरीमा भनेको छ। अब व्यस्तिक रूपले भने चाहिँ यहाँ सँगै चुम्दिनदेखि छे दुवाला लेखबर सोम्बा yang takbro thoba ne meba thui cheba meba nyawar teba thö thongala thö yoba keba namgi rangi rikbar chawa chön duwala lekbar temba nyabar juwa zobes changju do dore cheba mituma meji tumba da demba toba da demba wo gyulam cheba wo che jesu temba zogso भनेको छ। अनि यहाँसम्म चाहिँ अनि धर्म रत्न धर्म बुद्धको धर्मको गुण र धर्म रत्नको गुण भने चाहिँ अनि
यहाँसम्म चाहिँ यति भन्यो। अब त्यसको पछि चाहिँ के हुन्छ भनेदेखि एउटा चाहिँ अघि बिर्सेछ। धर्मरत्नको भित्र अघि 8वटा गुण भनेको थियो नि, 8वटा गुण। 8वटा गुणको भित्र के अरे खेछेवाधिकार छ, खेछेवाला महत्त्वपूर्णहरू चाहिँ मैले अलिकति यहाँ भन्छु है। त्यो धर्मरत्नको 8वटा गुणमा हेर्नुहोस् ल, 8वटा गुणमा चाहिँ हेर्नुहोस्, महत्त्वपूर्ण कुरा चाहिँ यहाँ भन्छु है। अघि धर्मरत्नको गुणको भित्र त्यो एउटा अघि मैले त्यो भनिसक्यो है। नम्बर 4 र नम्बर 8 चाहिँ मैले भनेको थियो। अब नम्बर 4 को भित्र अनि सिमेट भएको लाग्यो, समेट्रीको त्यो गुणको भित्र चाहिँ ठुलो कुरा चाहिँ के छ भनेदेखि यो एउटा चाहिँ यो हो। नम्बर 2 लेङ्गु चिरिक्दा ठेवे निसु मेबे यन्देन भने यो र नम्बर 3 सुल्मी हिजेगी तोक्पा चिरिक्दा ठेवे तोक्पा मेबे यन्देन भने चाहिँ त्यो हो। अब योले चाहिँ के देखाउँछ भनेदेखि बुद्ध धर्मलाई ध्यान अभ्यास गर्दै गर्दै हामीलाई हाम्रो मनको भित्र धर्मरत्न भन्ने चाहिँ प्राप्त हुन्छ। धर्मरत्न चाहिँ प्राप्त भयो भनेदेखि के हुन्छ भनेदेखि लेङ्गु चिरिक्ता ठाल भनेमा हाम्रो नराम्रो कर्महरू सबै अनि मुक्ति हुन्छ रे। नराम्रो कर्महरू सबै ट्याक्छ रे एउटा। ले न्युन भने चाहिँ अनि क्लेश र क्लेशको जार त्योहरू सबै ट्याक्छ रे। त्यसो कारणले धर्मरत्न त्यस्तो एउटा चाहिँ हामीले प्राप्त गर्न सक्यो भनेदेखि मनकै भित्र क्लेशको जार अनि क्लेशद्वारा भएको कर्म त्योहरू सबै हामीले ट्याक्न सक्दै। त्यो एउटा ठुलो कुरा रहेछ है। अब एउटा चाहिँ के रहेछ, छुल्मी हिजेगी तोक्पा भन्छ नि। छुल्मी हिजेगी तोक्पा भने चाहिँ नराम्रो कल्पनालाई भनेको। कल्पना भने छ नि हामीलाई, त्यो कल्पनामा भने राम्रो नराम्रो छ नि। बुद्ध धर्म सङ्घहरू मनमा आएको कल्पना हुन्छ, त्यो त राम्रो हो नि। अब एउटा कल्पना कसो हुन्छ भनेदेखि हामी धर्म राम्रो गर्नु बेलामा ध्यान अभ्यास राम्रो गर्नमा त्यसलाई बाधा दिने, त्यसलाई नोक्सान पुर्याउने है, त्यस्तो कल्पना हुन्छ क्या। हो त्यो कल्पनालाई अहिले यो भनेको छुल्मिनी हिजेगी तोक्पा भने चाहिँ नराम्रो कल्पना। त्यो नराम्रो कल्पनाहरू सबै ट्याक्छ रे। धर्मरत्न भने चाहिँ मनमा प्राप्त भयो भने नराम्रो कल्पनाहरू ट्याक्नु सक्छ भनेर त्यस्तो गुण चाहिँ पाउँछ भनेको छ। त्यो यो चाहिँ के अरे त्यो। अब नम्बर 4मा निरोध त्यो अघि भनिसक्यो। अब नम्बर 8मा चाहिँ मार्ग सत्यको गुण भनिसक्यो। त्यसमा सिमेट्री भएको गुणको भित्र चाहिँ के हुन्छ, 5, 6, 7 त्यो 3 हुन्छ। त्यो 3मा नम्बर 5मा चाहिँ के भनेको छ, रङ्गिङ ठुमा मेबे थापे योदेमा। त्यो चाहिँ अघि जस्तो हो, जसले धर्मरत्न प्राप्त हुन्छ त्यही धर्मरत्न प्राप्त भएको धर्मरत्न चाहिँ स्वभाव शुद्ध हो भनेको। त्यो त ठिक छ। नम्बर 6 त्यो धर्मरत्न चाहिँ के हो रे, के अरे अहिले मार्ग सत्यको गुण भनेको धर्मरत्न चाहिँ के हो भने नम्बर 6मा छिता छिङ्गी छेनम सेल्वर खेम्बा यो एउटा चाहिँ भन्नु चाहन्छु। छिता भने चाहिँ यावत तथा, छिङ्गे भने चाहिँ यथावा धर्म यावत खसा यावत के अरे यावत्ता धर्म अनि यथावा धर्म भने 2टा छ। यो चाहिँ संस्कृतको शब्द हो, त्यो गाह्रो छ। अब मैले साधारणमा भन्छु है, साधारणमा यहाँ हेर्नुहोस् है। अब यो दरम्बको मौसममा भन्यो भने ठ्याक्कै हुन्छ रहेछ ल। अब दरम्बको मौसम चाहिँ अहिले त्यो के अरे नमगत गर्छ।
आकाश चाहिँ अनि त्यो टिम्बामङ्बु टिम्ने गर्छ बादलहरू धेरै बादलहरू भएको जस्तो। धेरै अहिले आउने रहेछ है। त्यसो कारणले हामीले यसरी हेर्दाखेरि आकाशमा हेर्दाखेरि बादलले त्यो आकाशको सत्य कुरा त्यो स्वभावको कुरा त्यसको चाहिँ हामीले देख्नु नसक्ने रहेछ, त्यसले छेकेर है। त्यसो कारणले हामीले पहिला के देख्छ रहेछ भनेदेखि सत्यको त्यो त्यो नदेखेर आकाश नदेखेर त्यसलाई छेक्ने त्यसको अगाडि भएको अनि त्यो बादलहरू हामी देख्छ नि। अब त्यो बादल चाहिँ हामीले अनि बिस्तारै यसरी खोल्नु सक्यो भनेदेखि त्यो भित्र 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 भएको कुरा त्यो आकाश गर्छ शिवजीकी शुद्ध आकाश सफा आकाश चाहिँ हामीले देख्छ नि है। त्यसो आकाशमा भने हामीले देख्ने तरिका दुईवटा छ रहेछ है। त्यही दोस्तो बुद्धले के भनेको छ, सर्व वस्तु सर्व वस्तुहरूको माथि दुई कुरा दुईटा त्यो के अरे वस्तु छ भन्छ। एउटा वस्तु चाहिँ तत्कालमा हामी आँखाले देख्ने सुन्नेहरू, अब यहाँ मैले तपाईँहरूले देखा भने यो घन्टी हो सबैले भन्छ नि, के देख्छ भने घन्टी देख्छ नि। यो चाहिँ घन्टी भने चाहिँ बाहिर त्यसको घन्टीको के अरे रूप घन्टीको आकार छेन्डल गर्छ रङ त्यो चाहिँ हामीले तुरुन्त देख्छ नि। तर त्यो हेर्दै हेर्दै देख्दै देख्दै घन्टीको अनि रूप र आकार र त्यो रङ मात्र नभएर घन्टीको अनि त्यो के भन्छ गुण भनौँ खोला खेचो त्यसको विशेष गुण त्यसको विशेष गुणमा चाहिँ के रहेछ भनेदेखि यो घन्टी एकमा यो घन्टी हो, तर घन्टी चाहिँ अनित्य देख्दो अनित्य पनि हो नि है। तर हामीले तुरुन्त हेर्दाखेरि घन्टी अनित्य हो भनेर चाहिँ तुरुन्त हामीलाई थाहा छैन, घन्टी थाहा छ। तर घन्टी चाहिँ मैले यसरी सबै तोडिदियो भने ए घन्टी अनित्य रहेछ भने चाहिँ तुरुन्त थाहा हुन्छ नि है। त्यसको कारणले घन्टी र घन्टीको माथि फेरि अर्को चिजहरू थाहा हुन सक्ने छ नि। अब बुद्धले त्यो मात्र नभएर यो घन्टीको भित्र अब भित्र भनेर फेरि खोजेर त्यो यसरी भित्र गएर हेर्ने होइन कि यसको माथि यसलाई घन्टीको माथि अर्को चिज एउटा छ अरे बुद्धले। अर्को चिज के छ भने शून्यता। घन्टी चाहिँ हामीले देख्छ, हामीले देखेको घन्टी चाहिँ के हो भनेदेखि झिङ्गिपे छु त्यसलाई चाहिँ हामीले समृद्धि सत्यको गुणहरू पनि भन्छ र यावत चिजहरू यावत चिज भने चाहिँ घन्टी हो। यावत चिज भने चाहिँ घन्टी, त्यसलाई ठिक क्षमता गर्छ कुन छु यसलाई समृद्धि सत्यको वस्तु समृद्धि सत्य भन्छ। समृद्धि सत्य भने चाहिँ यसले भन्छ है, यो चिज हो। तर यो चिजलाई शून्यताको ज्ञान भएको एउटा गुरुले यो चिज चाहिँ हामीले देख्छ, सबै देख्छ कि भन्छ देख्छ, तर यो चिज चाहिँ शून्यता हो भनेदेखि हामीले थाहा हुँदैन, गुरुले थाहा हुन्छ। अब हामीले थाहा नभएर गुरुले सोधेर कसरी शून्यता हो भनेर सोध्यो भने गुरुले त्यो ज्ञान राम्रो परेको छ भनेदेखि उहाँले शून्यता हो किन भने भनेर यसको कारण राम्रो भन्छ। प्रतीत समुपता हो भन्छ, कारण प्रतीत समुपता हो, त्यसो कारणले यो चाहिँ शून्यता हो भनेर चाहिँ त्यो चाहिँ भन्छ। त्यो कुरा चाहिँ थाहा भयो भने घन्टी पनि थाहा हुन्छ, घन्टीको माथि अरू एउटा के भन्छ चिज शून्यताको चिज कुराहरू चाहिँ थाहा हुन्छ। त्यसो कारणले घन्टी चाहिँ के भयो यावतको चिज चाहिँ घन्टी भयो। घन्टीको माथि भएको शून्यता चाहिँ यथावत चिज भनेर भएको। हाम्रो छेउमा छ नि हाम्रो त्यो सेरङजिङबो पर्दिकेर छ नि सु मे डा मे ठी मे रो मे भन्छ नि। सु तोङबा हो तोङबाङ्गी सुक्सो सुले तोङबाङ्गी सेमाई रूप शून्यता हो भनेर चाहिँ शाक्यमुनिले बुद्धले भनेको छ नि। तर रूप भन्दाखेरि हामीले तुरुन्त थाहा हुने, रूप शून्यता हो भन्दाखेरि हामीले थाहा हुँदैन फेरि। त्यसो कारणले रूप शून्यता चाहिँ
रूपको माथि भएको चिज हो। तर त्यो चाहिँ के हो? रूपको सत्य, रूपको अन्तिमको सत्य चाहिँ त्यो हो। त्यसो कारणले रूपकै माथि दुई चिज छ, यथावा के अरे यावत्था, यावत्था यथावा भनेर दुई चिज चाहिँ घन्टीकै माथि छ। त्यही जस्तो गरेर सर्व अनि खर्सा थङ्की सर्व वस्तुहरूमा दुई दुई छ। यथावाको चिज एउटा, यावत्ताको चिज एउटा, दुई दुई छ भनेर चाहिँ भनेको छ। त्यो चिजहरू दुई चिज के अरे प्रष्ट रूपले थाहा चाहिँ कसले हुन्छ भनेदेखि धर्मरत्नले हुन्छ भनेको। त्यो पनि धर्मरत्नको भित्र भएको मार्ग सत्यले थाहा हुन्छ भने। त्यसो कारणले अनि मार्ग सत्य भनेको धर्मरत्न चाहिँ अनि अहिले नम्बर 6 यावत तथा यथावा धर्म थाहा भएको भनौँ कि त्यसको गुण ज्ञान त्यो भनेको छ। सबै वस्तुमा समृद्धि सत्यको एउटा सत्य र एउटा परम अर्थ सत्य, दुई प्रकारको सत्यहरू वस्तुहरूमा हामीले भेट्छ। हो त्यो। अब यहाँसम्म चाहिँ के अरे धर्मरत्नको मूलहरू गुणहरू चाहिँ भन्यो। अब यति राखौँ। अब यसको पछि चाहिँ अनि खरैको किन्दिकुन्जो अनि सङ्घरत्नको गुण चाहिँ भन्नु चाहन्छु है। यो कागज चाहिँ कहाँ पुग्यो भन्नुहोस् न। अब सङ्घरत्नको तेस्रो सङ्घरत्नबारे उत्तर तन्त्रमा तेस्रो पेज नम्बर 2 मा तेस्रो। अब सङ्घरत्नको गुणमा चाहिँ फेरि 8 गुण चाहिँ भनेको छ। ग्युलामाले छिता छिङ्गी नाङ्गिने इसिसे पतावे लोन्दिन चेम्बियन दोबेसो लामे योन्ने ताङदिङी भनेर भनेको छ। यो नेपालीमा भन्नुहोस्। अब तेस्रोमा सङ्घरत्नबारे उत्तर तन्त्रमा यसरी उल्लेख गरिएको छ। यथावतका ज्ञान दर्शन स्वयं शुद्ध हुनुको कारण मतिवान अवैवर्तिक समूह अनुत्तर गुणले युक्त भनिझै 8 विद्या मुक्ति गुणहरूले युक्त आर्य पुद्गल सङ्घरत्न रहेछ भनेर सम्झिने। अब 8 चाहिँ पढ्छु है। पहिलो छितावा खेम्बे यन्दे भन्ने छ। मैले सक्यो चाहिँ मैले भन्छु। पहिलो छितावा खेम्बे यन्दे छेउको भाषा नेपालीमा यथावत ज्ञान है। दोस्रो छिङ्गीपा खेम्बे यन्दे भनेको छ। त्यसो नेपालीमा चाहिँ यावत ज्ञान। तेस्रो सिम्जेला साङ्गिक रिग यो पर खेम्बे यन्दे भनेको छ। नेपालीमा तेस्रोमा चाहिँ समृद्ध गुण सर्व प्राणीहरूमा बुद्ध गोत्र भएको ज्ञात हुने ज्ञान हो त्यो हो। शिवा रिपे यन्दे विद्या गुण भनेको छ। चौथो चाहिँ विद्या गुण। ngapa छक्पे जिबाले ठोबे यन्दे भनेको छ। त्यसलाई चाहिँ राग आवरण मुक्ति गुण। पाँच चाहिँ के अरे पाँचौँ चाहिँ के अरे राग आवरण मुक्ति गुण। ठुक्पालाई चाहिँ थोक्पे जिबाले ठोबे यन्देन भनेको छ। छेउमा नेपालीमा के भनेको छ? सप्रतिक आवरण सप्रतिक आवरण मुक्ति गुण भनेको छ। साथौँमा चाहिँ के भनेको छ भनेदेखि न्युम्जुकी ढिबाले ठोबे यन्देन भनेको छ। नेपालीमा चाहिँ हीन आवरण मुक्ति गुण भनेको छ। 8 नम्बर 8मा चाहिँ छेउमा के भनेको छ? ढोल्वे यन्देन भनेको छ। अनि नेपालीमा चाहिँ मुक्ति ज्ञान भनेको छ। मुक्ति ज्ञान भनेर 8वटा। यहाँ पनि तपाईँहरूले चिन्ह लगाउनुहोस्। पहिलो, दोस्रो, तेस्रो, 3 चाहिँ चौथोमा समेटेको हुन्छ। थाहा भयो? पहिलो, दोस्रो, तेस्रो त्यो 3 चाहिँ चौथो विद्या गुणमा समेटेको हुन्छ। पाँचौँ, छठौँ, सातौँ त्यो 3 चाहिँ नम्बर 8 मुक्ति ज्ञान त्यो भित्र समेटेको हुन्छ। त्यस्तो गरेर
अब यहाँ चाहिँ के भन्नु छ सङ्गरत्न भनेको त्यसमा चाहिँ 8वटा गुण। फेरि यहाँ चाहिँ हामीले थाहा हुनुपर्छ सङ्ग र सङ्गरत्नमा फरक छ। अघि मैले धर्म र धर्मरत्नमा फरक भन्यो नि, त्यही दोस्तो। सङ्ग र सङ्ग व्यक्तिलाई पनि फरक छ। फेरि यहाँ 3 कुरा थाहा हुनुपर्छ सङ्ग, सङ्ग व्यक्ति, सङ्गरत्न। सङ्ग भन्यो के अरे पहिला यो भनौँ सङ्ग व्यक्ति, पहिला सङ्ग व्यक्ति, त्यहाँदेखि सङ्ग, त्यहाँदेखि सङ्गरत्न। सङ्ग व्यक्ति भने चाहिँ कस्तोलाई भन्छ भनेदेखि हामीले भन्छ अब म भयो नि, मैले भिक्षुको अनि सिल लिएको छ, अब म चाहिँ के हुन्छ सङ्ग व्यक्ति भने चाहिँ हो है, सङ्ग व्यक्ति। अब म दोस्तो गेलोङ भन्छ भिक्षु 4वटा सँगै बस्यो भने त्यो 4वटा ग्रुपलाई सङ्घ भन्छ। थाहा भयो? सङ्घ व्यक्ति भने चाहिँ एक एक गुरुलाई गुरु भनौँ गेलोङ के अरे सङ्घ व्यक्ति भने चाहिँ सङ्घको ग्रुपमा बसेको अनि भिक्षु एक एक मान्छेलाई, एक एक व्यक्तिलाई, भिक्षु एक एकलाई के भन्छ सङ्घ व्यक्ति। त्यस्तो सङ्घ व्यक्ति 4वटा भयो भने के हुन्छ सङ्घ भन्छ, सङ्घ हो। किन्ड्यु खाङसाक गिन्ड्यु, सङ्घ व्यक्तिलाई छेउको भाषालाई किन्ड्यु खाङसाक भन्छ, सङ्घलाई गिन्डुन भन्छ। त्यसो कारणले यो हो। पहिला त्यस्तो थियो कि पहिला के अरे तिब्बतमा त्योहरूले के अरे गृहस्थीहरूले घरमा सप्तेम बोलाउने, केही सप्तेम गर्नु लगाउने, त्यस्तो लागि गिन्डुनलाई लगायो भने धेरै गर्यो, गिन्डुनलाई सप्तेम गर्नु दियो भने धेरै पुण्य कमाउँछ भनेर 4वटा गेलोङ बोलाउँछ, 4वटा भिक्षुलाई बोलाउँछ। एउटा भिक्षु मात्र बोलाउँदैन, 4वटा भिक्षु। किनभनेदेखि भिक्षु 4वटा समिट भयो भने किन्डुन हुन्छ, किन्डुन सङ्घ हुन्छ, त्यसको कारण हो। थाहा भयो? त्यस्तो अब यहाँ गेलोङहरू धेरै कम्ती हो नि, भिक्षु भने चाहिँ गाउँतिर कम्ती छ रहेछन् है। अब धेरै भयो भने सप्तेम गर्नु लगाउने हो भनेदेखि पहिला सङ्घ ढुन्नुपर्छ है, भिक्षु 4वटा, त्यो सप्तेम सबभन्दा राम्रो त्यो हुन्छ भन्छ, किन्डुन 4वटा सङ्घ। अब थाहा भयो सङ्घ व्यक्ति, सङ्घ। अब सङ्गरत्न, सङ्गरत्न भने चाहिँ कस्तोलाई भन्छ भनेदेखि सङ्घ व्यक्ति सबैलाई सङ्गरत्न भन्दैन, सङ्घ व्यक्ति मात्र नभएर सङ्घ व्यक्ति 4वटा बसेर पनि सङ्गरत्न भन्दैन। अब सङ्गरत्न चाहिँ कहाँबाट भन्छ भनेदेखि अघि धर्मरत्न जो भनेको छ नि, गाते गाते परागाते परासम गाते बोधि स्व भनेर 5वटा मार्ग छ नि, त्यो तेस्रो मार्गलाई चाहिँ के भन्यो दर्शन मार्ग, शून्यताको दर्शन पाएको मार्ग भन्यो नि। त्यस्तो शून्यताको दर्शन भएको मार्गलाई धर्मरत्न भन्छ। त्यसको कारणले धर्मरत्न जो धर्मरत्नको गुण जो व्यक्तिलाई छ त्यो व्यक्तिलाई चाहिँ धर्मरत्न सङ्गरत्न भन्छ। थाहा भयो? हो। त्यसो कारणले सङ्गरत्न थाहा हुनुको लागि धर्मरत्न थाहा हुनुपर्छ। धर्मरत्न थाहा भएर धर्मरत्नको गुण भएको व्यक्तिलाई सङ्गरत्न भन्छ भनेर चाहिँ यसरी चिन्नुपर्छ क्या सङ्गरत्न भने चाहिँ। त्यसो कारणले धेरै हाई लेभल हो भने सङ्गरत्न भने चाहिँ पाउनु गाह्रो हो, सङ्गरत्न भने चाहिँ है हो। त्यस्तो चाहिँ हामीले सम्झिनुपर्छ भनेको छ। त्यसो कारणले हाम्रो यो अघि हिजो नै मैले भन्यो नि खर्सा शरण गमनको विषय, शरण गमनको विषयमा विषय हुनुको लागि या बुद्ध रत्न हुनुपर्छ या धर्मरत्न हुनुपर्छ या सङ्गरत्न हुनुपर्छ। त्यो 3टा नभएदेखि शरण बौद्धको शरण गमनको विषयमा चाहिँ राख्दैन हो यो। त्यसो कारणले लोगीहरू लोगीको देवा देवी जति छ सबै शरण गमनको विषयमा हुँदैन हो। त्यस्तो कुराहरू हुन्छ हो। त तिछे अब त्यहाँ भयो। अब यहाँसम्म चाहिँ भनेर अब यसको 8वटा गुणको भित्र
अनि कसा के छेवा त्यसलाई खर्छ यसको छेवा महत्त्वपूर्णहरू चाहिँ भन्छु। अब यसमा चाहिँ के छ रहेछ भनेदेखि यहाँ सङ्घ रत्नलाई पहिलाको गुण के रहेछ चित्तावा खेम्बे युन्दे यथावत ज्ञान। पहिला यथावत ज्ञान। यथावत ज्ञान भनेको मतलब के हो भने यथावत भने चाहिँ शून्यता। यथावत ज्ञान भने चाहिँ शून्यताको ज्ञान त्यो छ भनेको। त्यसको कारणले बौद्धको शास्त्रको भित्र शून्यता भन्ने कुरा चाहिँ धेरै ठुलो भन्छ। आत्मा यस्तो नभन्नु चाहिँ आत्मा भने चाहिँ बौद्धहरूले स्वीकार गर्नु हुँदैन। आत्मा छैन, मन छ, त्यो दुईटामा फरक हुनुपर्छ। आत्मा भन्ने शब्द चाहिँ बौद्धको शब्द होइन, बौद्ध ग्रन्थमा भएको शब्द होइन। आत्मा छैन है, आत्मा छैन। त्यसो कारणले आत्मा छ भनेको सोचलाई आत्मा गरा भन्छ। त्यो चाहिँ टेक्नुपर्छ, आत्मा गरा टेक्नुपर्छ है, त्यो एउटा। अनि अब त ठिक छ। त्यसो कारणले अहिले यहाँ के भन्नु छ छित्तावा खेम्बे यन्देन भने चाहिँ आत्मा थाहा भएको ज्ञान, शून्यता थाहा भएको ज्ञान, त्यसलाई भन्छ छित्तावा खेम्बे यन्देन। छिङ्गिबा खेम्बे यन्देन भन्छ चाहिँ यावत ज्ञान। यावत ज्ञान अघि मैले भने नि यो गण्डीदेखि लिएर जो हामीले चिज तुरुन्त थाहा हुने, त्यो बाहिरको चिजहरू थाहा हुने। शून्य यसो भन्यो भने हुन्छ शून्यताको चिज नभएको हामीले थाहा हुनेको चिजहरूलाई के भन्छ यावत। त्यो थाहा भएको ज्ञानलाई यावत ज्ञान। तेस्रो चाहिँ धेरै ठुलो हो। सिम्जेला साङ्गिक ऋग्योपर खेम्बा भनेको छ सर्व प्राणीहरूलाई बुद्धता प्राप्त गर्नु सक्नेको शक्ति छ। त्यो शक्ति भएको कारणले शक्ति छ भनेर थाहा हुने ज्ञानलाई। अनि नम्बर तेस्रो सवा सम्रिक गुण भने चाहिँ त्यो। चौथो चाहिँ अब त्यो तिनवटा चाहिँ चौथोको भित्र पस्यो विद्या गुण, त्यो ठिक छ। पाँचमा चाहिँ राग आवरण मुक्ति गुण, त्यो धेरै राम्रो रहेछ नि त है, तुरुन्त थाहा रहेछ नि है। के अरे सङ्घ रत्नलाई के गुण छ भनेदेखि राग, रिस र राग दुईमा राग भन्ने छ नि, लोभी, मलाई यो चाहियो भनेर एट्याचमेन्ट हो, त्यस्तोहरू मुक्ति भएको गुण। नम्बर 6 मा चाहिँ थोक्पे डिबाले ट्रेवे यन्दे भनेको छ सप्रतिक आवरण मुक्ति गुण भनेको छ। त्यो चाहिँ मैले यहाँ सजिलोदेखि भन्यो भनेदेखि हामीले त्यो खान्छ नि के अरे चोङ खर्छ, प्याज खान्छ होइन। अब त्यो प्याजहरू केही लुगाहरू खर्छ, त्यो रेखु खर्छ, लुक्छ कि रेखु भाँडो, त्यो कपडाको भाँडोमा अनि त्यो प्याज ज्वालामा प्याज हाल्यो भने अब हामीले चाहिँ त्यहाँ अब प्याज अनि खर्च घोकपाल खर्छ लसुनहरू त्यहाँबाट झिक्छ नि। त्यो झिकेर अब त्यो भित्र लसुन र प्याज छ, भाँडाको भित्र छैन, झिकिसक्यो। तर त्यसमा अझै ढुमन्नु भएन, आज सुन्दाखेरि त्यहाँ केही गनाउँछ कि गनाउँदैन, बास्ना बसिरहन्छ, गन्ध बसिरहन्छ, गन्ध एउटा चाहिँ बस्छ नि। त्यही जस्तो क्लेशहरू र अघि त्यो के अरे प्याजको के अरे गन्ध भनौँ के भन्छ त्यो बासा भन्छ नि, त्यही जस्तो क्लेशको बासा भन्ने त्यस्तो एउटा चाहिँ त्यहाँ हुन्छ। अहिले यो छ नि सप्रतिक आवरण मुक्ति गुण भने चाहिँ सप्रतिक भने चाहिँ त्यो हो, क्लेशलाई भनेको होइन। क्लेश मुक्ति गरे सकेर भने क्लेशलाई अनि नष्ट गरे सकेर भने अझै त्यहाँ क्लेशको कारणले त्यहाँ अलिकति त्यहाँ अझै त्यहाँ के भन्छ अलिकति दोषहरू त्यहाँ बसेको मनको माथि, त्यसले भन्छ हो सप्रतिक भने चाहिँ त्यसले भनेको सप्रतिक आवरण मुक्ति गुण। अब न्युम्जुकी डेभर ट्रेवे यन्ते नम्बर 7 हिन आवरण मुक्ति गुण। अब त्यो त यो के अरे ध्यानमा बस्नु खेला बसेर
त्यसको पछि अनि फेरि केही गर्छ क्योदिले अथवा चाहिँ बाधाहरू हुनेछ त्यस्तोहरू पनि मुक्ति भएको गुण हो न्युजुगी टिपाले ठुबैगुन्डे त्यो त्यस्तो 5 6 7 को गुणहरू चाहिँ नम्बर 8 ठुबैगुन्डे मुक्ति ज्ञानमा समेटेको हुन्छ भनेको छ यहाँसम्म यति राखौँ अब यहाँसम्म के सिद्धियो के अरे सङ्घ रत्नको 8वटा गुण भने चाहिँ अनि यहाँ चाहिँ भनिसक्यो अब बुद्धको अमृत वचनमा अनि गिन्जुन जेसु ठेम्बे दो के अरे सङ्घ अन्नु स्मृति भन्ने एउटा के अरे ग्रन्थ छ त्यसमा चाहिँ के भनेको छ भनेदेखि जागर केतु सङ्घ अन्नु स्मृति भयो केतु गिन्जुन जेसु ठेम्बा सङ्गेदा झन्जुसेम्बा थम्जेला छासेलो यहाँ राम्रो गरेर सुन्नुहोस् है यहाँ म एउटा कुरा चाहिँ भन्छु मैले हिजै भनिसकेँ होइन अब म धर्म सिकाउनु आएको हो मैले तपाईँहरू धर्म नजानेहरूले जान्नुको लागि सिकाउने अलिअलि जान्नेहरूले अझ विकास हुनुको लागि सिकाउँदैछन् त्यसो कारणले मैले त्यो भन्नुपर्छ बुद्ध भने चाहिँ के हो भनेदेखि यो अस्ति मैले भनेको एउटा डक्टर जस्तो हो होइन अनि धर्म भने चाहिँ एउटा दबाई जस्तो हो सङ्घ रत्न भने चाहिँ एउटा के अरे नर्स जस्तो हो त्यसको माथि सङ्घ रत्न भने चाहिँ तेम्बे कुछप भन्छ खल्लगरे साङ्गेकी छप कुछप डाक्टर ढबती साङ्गेकी छप प्रतिनिधिको रूपमा आएको हुन्छ आयो लगु मारे प्रतिनिधि गिन्जुन सङ्घ रत्न सङ्घ भने चाहिँ बुद्धको एउटा प्रतिनिधि जस्तो हो त्यसो कारणले सङ्घहरूले पनि आफ्नो शीलमा राम्रो गरेर बसेर सङ्घ राम्रो हुनुपर्छ बुद्ध धर्म सङ्घलाई मान्ने बौद्धहरूले गृहस्थीहरूले पनि सङ्घ रत्न सङ्घलाई अनि ढोक्ने मान्ने अनि अलिकति आधारसम्म चाहिँ राख्नुपर्छ है यो चाहिँ मैले त्यो ग्रन्थमा भनेको जस्तो गरेर चाहिँ मैले भनेको छ त्यसो कारणले यहाँ सङ्घको गुण र सङ्घ रत्नको गुण बुद्धले भन्नु बेलामा कसरी भनेको छ भनेदेखि यहाँ फाक्पे गिन्जुन नि लेपर सुक्पा भनेको छ यहाँ राम्रो सुन्नुहोस् है आर्य सङ्घहरू भनेको छ फाक्पे गिन्जुन नि लेपर सुक्पा भने चाहिँ हाम्रो यो छ नि धर्मको भित्र सबभन्दा ठुलो 3 कुरा शील शिक्षा समाधि शिक्षा प्राज्ञ शिक्षा भनेर 3 छ त्यसो कारणले सङ्घ आर्य सङ्घहरू सङ्घ रत्नहरूलाई के गुण छ भनेदेखि शील शिक्षाको गुण छ शील शिक्षाको गुण भएको कारणले सङ्घहरू लेप्र सुक्पा भने चाहिँ राम्रो गरेर बस्नुहुन्छ भनेको छ है लेप्र सुक्पा छुटिम गिल्लापा त दिम्बी लेप्र सुक्पा रिपर सुक्पा भनेको चाहिँ के भनेको छ सङ्घहरूलाई अनि के अरे समाधि शिक्षाको गुण छ सङ्घहरूलाई समाधि शिक्षाको गुण भएको कारणले उहाँहरू चाहिँ रिपर सुक्पा भनेर के अरे तर रिपर सुक्पा भन्ने चाहिँ नेपालीमा त थाहा भएन तर मतलब चाहिँ समाधि शिक्षा भएको कारणले अनि त्यस्तो हो भनेको छ थिम्बर सुक्पा भने चाहिँ अनि सङ्घहरू आर्य सङ्घहरू सङ्घ रत्नहरू सबै अनि के हुन्छ आफ्नो तावाला खर्च दृष्टि राम्रो हुन्छ चोपाला खर्च आचरण राम्रो हुन्छ अनि सिमजिङ मेबा त छम्बा
ल र प्राणीहरूको इच्छा, अँ प्राणीहरूको प्राणीहरूको शक्ति, इच्छा अनुसारको अँ प्राणीहरूसँग अनि राम्रो गरेर बस्नु सक्ने त्यस्तो हो भनेको छ थिम्बर सुपास है। अब त्यसको पछि ढङ्बुर सुक्पा भने चाहिँ अनि सङ्घरत्नहरूलाई के छ भनेदेखि अघि भनेको प्राज्ञ शिक्षा छ। त्यसो कारणले अनि सिधा बस्नुहुन्छ भन्छ ढङ्बुर सुक्पा। छक छल्वे हेसुर गिरुवा, यहाँ सुन्नुहोस् है, यहाँ सुन्नुहोस्। छक छल्वे हेसुर गिरुवा अघि पहिला भन्यो सङ्घहरूलाई शील शिक्षा छ, शील शिक्षा, समाधि शिक्षा, प्राज्ञ शिक्षाको गुण भएको कारणले हामीले अनि सङ्घभन्दा मुनि भएको अनि व्यक्तिहरूले सङ्घहरूलाई ढोक्यो भने ढोक्नु सक्ने हो भनेको छ यहाँ। छक छल्वे हे सुखुर्वा भनेको छ है। कारण थाहा भयो, कारण चाहिँ त्रिशिक्षाको गुण अनि सङ्घहरूलाई भएको कारणले अनि उहाँहरूलाई ढोक्यो भने ढोक्नु सक्ने हो भनेको छ। छक छल्वे हे सुखुर्वा ठेमुन्छ हे सुखुर्वा, त्यसको कारणले उहाँहरूले हामी हात यसोरी गरेर ठेल्मो भने चाहिँ यो हो, यो हात यसोरी गरेर यसो नमस्कार भन्नु सक्ने हो भनेको छ। यो कुराहरू चाहिँ थाहा हुनुपर्छ है। आज म सिधा भन्यो भनेदेखि अहिले जमाना समय धेरै नराम्रो हुँदै जाँदछ। मान्छेलाई गुण छैन, के अरे ज्ञान छैन, खास गरेर धर्मको ज्ञान छैन। त्यसो कारणले धर्मले पनि त्यति वास्ता नगर्ने, ठुलो नमान्ने, त्यो कारणले बुद्धले पनि त्यति नभएको, सङ्घहरूले पनि त्यति नभएको। अब आजकल त यो सङ्घ र गृहस्थी सबै मिलेर है। अनि त्यो पछि अब सङ्घ र त्यो लामा भन्यो भनेदेखि मर्नु बेलामा चाहियो, बच्चा पाउनु बेलामा चाहियो, बिमार भएर सप्तिन बेलामा चाहियो भने त्यो बेलामा चाहिँ अनि बोलाउने, खाना खुवाउने, के चराउने गर्ने, नमस्कार गर्ने, नत्र त वास्तै छैन होइन। तर त्यो होइन नि, बुद्धको धर्म कसले समातेर बसेको छ? सङ्घले। सङ्घ नभयो भने बुद्धको धर्मलाई संरक्षण गर्नु सक्दैन। त्यसो कारणले बुद्धले के भनेको छ? म निर्वाण खसा न्याङ्गले देवा महापरिनिर्वाण पछि बुद्धले के भनेको छ? म महापरिनिर्वाण भइसकेर पनि मेरो धर्मलाई संरक्षण गर्ने भिक्षु भिक्षुनी जस्तो गरेर सङ्घहरू छ। त्यसो कारणले बौद्धहरूले उहाँहरूलाई अनि उहाँहरूलाई बुद्धको प्रतिनिधिको रूपमा चाहिँ राख्नुपर्छ, ढोग्नुपर्छ, आदर सम्मान गर्नुपर्छ भनेर भनेको छ। यो चाहिँ मनमा राख्नुहोस्। त्यही जस्तो गुरुहरूले पनि सङ्घहरूले पनि आफ्नो शीलमा राम्रो बस्नुपर्छ। शील शिक्षा भएको कारणले शील शिक्षामा बस्ने, त्यसको माथि समाधि शिक्षा भने त्यसमा चाहिँ ध्यान गर्ने, त्यसको माथि प्राज्ञ शिक्षा धेरै पढेर प्राज्ञले विकास गरेर प्राज्ञ शिक्षालाई ध्यान अभ्यास गर्ने। त्यस्तो गऱ्यो भनेदेखि अरूले पनि ढोग्ने हुन्छ, आफै पनि ढोग्ने खालको लाग्ने त्यस्तो हुन्छ। त्यसो कारणले यसमा चाहिँ ध्यान दिनुपर्छ कि हामीले फेरि लामा गुरुहरूले पनि के होला पढाइ पर्दैन रहेछ। अनि शील शिक्षा कहाँ? शील शिक्षा नभएदेखि समाधि शिक्षा कहाँ हुन्छ? समाधि शिक्षा नभएदेखि प्राज्ञ शिक्षा कहाँ हुन्छ? त्यो त्रिशिक्षा नभएदेखि कसरी निर्वाण पुग्ने, कसरी मुक्ति हुने, कसरी अनि बुद्धता प्राप्त गर्ने? हुँदैन। त्यसो कारणले धेरै जिम्मा छ, हामीले जिम्मा धेरै छ। म यहाँ गाउँतिर गएर यो भन्ने यताउता काठमाडौँतिर जहाँ पनि धर्म प्रवचन गर्ने कारण चाहिँ त्यो हो नि। अज्ञानको कारणले धेरै कुरा त्यो रहेछ। त्यसो कारणले ज्ञान त्यस्तो सत्य कुराहरू बुद्धले यसो भनेको छ भनेर
बुद्धको अमृत वचनहरू सबै शिक्षाहरू दिनु सक्यो भने अनि पो बल्ल मान्छेहरूको त्यो मान्छेहरू ज्ञानी हुन्छ। ज्ञानी भएदेखि अनि राम्रो हुन्छ नि, त्यो हो। 다 딕샤. एकछिन 짝 살려 외술 교와 태문자외 외술 교봐. 연대 용수 장원 첨보. 야 이노세. 연대 용수 장원 첨보. 연 용수 종화 भनेको यो धेरै त्यो संघहरूले यस्तो गुण भएको कारणले जिन्दा बनु गृहस्थीहरूले पनि जो चिजहरू उहाँहरूले दान दिन्छ नि गुरुहरूलाई, त्यो दान दिएको चाहिँ फाल्तुमा जाँदैन भनेको छ। हाम्रो खेतीहरू छ नि, खेतीहरूले के अरे यो बिउ रुवे सबै बिउ चाहिँ खेतमा यसरी हाल्यो भने खेरो जान्छ जाँदैन हो, त्यही जस्तो है। अनि सङ्घहरूले दान दियो भने सङ्घहरूले दान दियो भने त्यसको फल चाहिँ फाल्तुमा जाँदैन, खेरोमा जाँदैन, मिल्छ भनेको छ। यो यौसु जोवा जिम्बे वेसु क्युरबा कुंगिया जिम्बे वेसु क्युरबा वो जिन्दुन जेसु टेम्बा जोक्सो आला यहाँसम्म चाहिँ अनि के अरे सङ्घ र सङ्घरत्नको गुण चाहिँ अनि सिद्धियो यहाँसम्म हो। अब यहाँ सुन्नुहोस् है, अहिले म यो गुणहरू भन्नेको कारण के हो भनेदेखि अघि पाँचवटा के अरे पाँचवटा विषय छ नि, चरण गमन गम्भीर बृहत रुखले रुवे बृहत तरिकाले शरण गमन जान्ने हो भनेदेखि 5 विषयमा थाहा हुनु पर्यो भन्यो नि। त्यसमा चाहिँ अहिले चौथो चाहिँ के हो, कसरी शरण गमन गर्ने, बुद्ध धर्म सङ्घलाई कसरी शरण गमन गर्ने भनेको विषयमा। अब यहाँ मैले के भन्यो कसरी गर्ने भनेदेखि बुद्ध धर्म सङ्घ रत्नको गुण पारेर थाहा भएर गुण हेरेर देखेर गुण जानेर तर बुद्ध धर्म सङ्घको गुणहरू पारेर जानेर अनि शरण गमन गर्नुपर्छ भने त्यो अब शरण गमन गर्नेको तरिका चाहिँ हो। यहाँसम्म चौथा सिद्धियो। अब नम्बर 5 चाहिँ के छ, शरण गमनको शिक्षा है। शरण गमनको शिक्षा, अब शरण गमनको शिक्षामा 3 छ। बुद्धले शरण गमन गरेको शिक्षा, धर्मले शरण गमन गरेको शिक्षा, सङ्घले शरण गमन गरेको शिक्षा। फेरि बुद्धले शरण गमन गरेको शिक्षामा पनि 2 छोड्नुपर्ने शिक्षा, लिनुपर्ने शिक्षा है। घाक्पे लाप्चा डुबे लाप्चा। छोड्नुपर्ने शिक्षा के हो भनेदेखि लोगीहरूलाई शरण गमन गर्ने चाहिँ छोड्नुपर्छ। लोगीको देवादेवी अनि त्यस्तो हुन्छ नि, त्यसलाई चाहिँ शरण गमन गर्ने चाहिँ छोड्नुपर्ने। संसारिक लोगी भन्नुपर्छ झिक्दिन बे। संसारिक भन्यो भनेदेखि त्यसमा त हुन्छ खोरवा भनेको छ नि, त्यो त हुन्छ। त्यसमा चाहिँ 2 किसिमको हुन्छ। लोगी भन्नुपर्छ, लोगी लौकिक। म यहाँ क्लियर भन्छु है, लोगीको देवा देवी मानव भने चाहिँ कसले भन्छ भनेदेखि गाते गाते परगते परसम्म बोधि सवा गाते गाते परगतेको गुण नपाएको यसको मुनिको मान्छे देवा देवी सबै लोगी हो। थाहा भयो? यो परगते परसम्म गाते गाते परगतेको गुण पाएको माथिहरू सबै अलोगी हो। त्यसो कारणले लोगीमा भएको अनि देवादेवी मानव जो उनीहरूलाई शरण गमन गर्ने चाहिँ छोड्नुपर्छ। बुद्धले शरण गमन गर्ने अनि अब यो चाहिँ छोड्नुपर्ने। लिनुपर्ने चाहिँ के हो, बुद्ध स्वयंलाई शरण गमन गर्नु पर्यो। त्यो मात्र नभएर बुद्धको थाङ्गा, बुद्धको मूर्ति त्योहरू सबैले पनि बुद्धै जस्तो मानेर शरण गमन गर्नुपर्छ। फेरि कोहीहरू चाहिँ के गर्छ, त्यो के अरे सुनको चाँदीको बनाएको मूर्ति हो भनेदेखि माथि राख्ने है,
त्यो पनि बिचमा राख्ने माटोको बुद्ध अलिकति त्यो के भएकोहरू चाहिँ तल्ला मुनि राख्नु हुन्छ हो त्यस्तो चाहिँ गर्नु हुँदैन भन्छ है। माटोले बनाओस् जसले बनाओस् तर बुद्धको मूर्ति भएको कारणले बुद्धै दोस्रो सम्मान आधार सम्मान चाहिँ राख्नुपर्छ भनेको छ त्यो हो। अब धर्मलाई शरणगमन गरेको कारणले अनि छोड्नुपर्ने लिनुपर्ने चाहिँ के छ भनेदेखि छोड्नुपर्ने चाहिँ के हो भनेदेखि के अरे कर्म र फललाई अनि विश्वास गरेर पापको कर्म चाहिँ छोड्नुपर्ने है। धर्मलाई शरणगमन गरेको पछि त्यो हो। धर्मले शरणगमन गरेर लिनुपर्ने कुरा चाहिँ के हो भनेदेखि कर्म र फललाई विश्वास गरेर अनि कुशल कर्म चाहिँ हामीले पालन गर्नुपर्छ त्यो हो। त्यसको माथि अनि लोगी धर्म के अरे आगम धर्म त्यो छेहरू पुस्तकहरू त्योहरू चाहिँ भुइँमा राख्नु हुँदैन है। फेरि बस्नु बेलामा यसरी राख्ने जस्तो गर्छ नि न्युज पेपरहरू राख्छ नि त्यो जस्तो किताब यसो राख्ने हुँदैन। छेउ भने चाहिँ धेरै ठुलो हो। यहाँ हेर्नुहोस् है साङ्गेको बुद्धको मूर्ति ठुलो हो छेउ भने ठुलो हो तर त्यो दुईमा यदि एउटाको माथि एउटा राख्नु पर्यो भनेदेखि कसरी राख्ने? छेउको माथि बुद्धको त्यो राख्ने कि बुद्धको माथि छेउ राख्ने भन्छ। बुद्धले के भनेको छ बुद्धको मूर्ति चाहिँ छेउको माथि नराख है। छेउ चाहिँ बुद्धको माथि राख भनेको छ। किन? बुद्ध स्वयं शाक्यमुनि बुद्ध कसरी भएको? धर्मको कृपाले। उहाँ आफै धर्मको कृपाले ठुलो भएको हो। धर्म नभयो भने बुद्ध शाक्यमुनि उहाँ स्वयं ठुलो हुँदैन। थाहा भयो? त्यस्तो भन्छ। त्यसो कारणले छेउ भने चाहिँ धेरै ठुलो महत्त्वपूर्ण सोच्नुपर्छ। छेउ भने चाहिँ त्यसो कारणले गुरु ठुलो हो भनेको मतलब त्यो हो नि। गुरु ठुलो हो भनेको चाहिँ सुठीको माथि बसेछ ठुलो हो भन्नु हुँदैन होइन। अनि त कहिले कहिले तल पनि बस्दैन सानो हो भन्नुपर्छ। छेउ चाहिँ ठुलो हो। त्यो छेउको ज्ञान चाहिँ गुरुलाई छ। गुरुले त्यो ज्ञान चाहिँ हामीले दिँदैछ। त्यसो कारणले हामीले त्यो गुरुलाई ठुलो भन्नु पर्यो भने त्यो हो। तर आजकल त्यस्तो सम्झिने छैन। मैले सत्य कुरा भनेदेखि ज्ञान भएको गुरुलाई चाहिँ केही त्यो छैन। पद अधिकार भएको नाम भएको गुरु पैसा भएको गुरुले चाहिँ धेरै मान्छ आजकल मान्छे। सत्य रहेछ कि त्यस्तो रहेछ। त सत्य कुरामा बुद्धको बेलामा बुद्ध शाक्यमुनिको बेलामा नालन्दाको बेलामा पद अधिकार कुरा छैन नि। जसले ज्ञान हुन्छ त्यो पण्डित भनेर माथि राख्छ। जसले ज्ञान छैन पद अधिकार भयो राजाको छोरा हो भने तल्ल बस्नुपर्छ। म राजाको छोरा हो भनेर घेलौँको माथि बस्ने हुँदैन। त्यो चलन अहिले थाइल्यान्डतिर छ नि धेरै राम्रो रहेछ नि है। तर हाम्रो यहाँ चाहिँ अलिकति त्यो छ कि ज्ञानलाई ठुलो मान्दैन रहेछ। पैसालाई चाहिँ धेरै ठुलो मान्ने। पैसा दिन्छ भने त अनि त तर त्यो रहेछ है। मलाई पनि यस्तो भन्ने थियो है अब गुरु यहाँ आउनु पाएको धेरै राम्रो। अब गुरु हामीले पैसा के त्यो गर्न सक्छ कि भन्छ कि सायद म त यहाँ ज्ञान र शिक्षा दिनु आएको पैसा मलाई दिन चाहियो भने मलाई त्यति त्यो नराख्ने रहेछ है। अब ज्ञान भएको मान्छेले त्यो क्वेरीहरू अनि त्यो विज्ञानहरू त्यो वैज्ञानिकहरू अनि विद्वानहरूले चाहिँ अनि पो हामीलाई ढुन्नु आउँछ खोज्नु आउँछ रहेछ ज्ञान कसले छ रहेछ भन्ने रहेछ त्यो रहेछ है। सत्य कुरामा ज्ञानलाई धेरै ठुलो मान्नुपर्छ। ज्ञानलाई बुद्ध स्वयंले भनेको छ नि काङ्सालाई मिट्यो छेउलाई त्यो छेउ त्यहाँ छिक्लाई मिट्यो थेउलाई त्यो थेउ त्यहाँ टाउँदोलाई मिट्यो येसेलाई त्यो के अरे थेउ त्यहाँ ठाउँदोलाई मिट्यो येसेलाई त्यो हमारे ठाउँदोलाई मिट्यो न्यादेन त्यो न्यादेन त्यहाँ नम्सेलाई मिट्यो येसेलाई त्यो भनेको छ। त्यो नम्सा भने त्यो चाहिँ क्युर्दा यो चाहिँ एउटा वास्तविक यो चारवटा भगवान् बुद्धले बताउनु भएको छ।
व्यक्तिलाई नहेर्नु, व्यक्तिको स्वभाव र गुणलाई हेर्नुपर्छ भनेको छ। र शब्दलाई हेर्नु हुँदैन, शब्दको अर्थलाई हेर्नुपर्दछ। र एउटा अघिको जस्तै बाहिरी सत्यलाई हेर्नु पर्दैन, वास्तविक यथार्थ भित्रको सत्यलाई हामीले खोज्नु पर्दछ। र विज्ञानलाई होइन र ज्ञानलाई हेर्नु पर्दछ। हो यसरी चाहिँ भगवान् बुद्धले चाहिँ भन्नुभएको छ। हामी धेरै जसो बाहिरी रूपमा हेरेरै बसेको छौँ, त्यसैले पनि हामीले वास्तविक र यथार्थ के रहेछ त्यसलाई हेर्नु पर्दछ हामीले। मैले इन्डियामा पनि अनुभव भयो, नेपालमा पनि अनुभव भयो। अहिले पनि बुद्धको सत्य ज्ञान र सत्य बुद्धको शिक्षामा ठुलो मानेर बुद्धले भनेको जस्तो हामी जान्छौँ भने चाहिँ कम्ती रहेछ। फलाना गुरुले भन्यो, फलाना त्यो भन्यो, जातको कुरा हुन्छ रहेछ, अब थारको कुरा हुन्छ। त्यो गुरु चाहिँ को हो भने आफ्नो जात र थार एउटै भएदेखि कस्तो राम्रो भन्छ चाहिँ। त्यसलाई ज्ञान छ कि छैन हेर्दै त्यो गुरु चाहिँ के हो अरूको त्यो रहेछ भनेदेखि ए अब जाउँ कि नजाउँ कि भने त्यस्तो हुन्छ रहेछ नि होइन। अब मैले जहिले पनि भन्छ कि थारको कुरामा गयो भनेदेखि हामी बुद्धको ज्ञान कसरी मान्ने, बुद्धले किन मान्ने होइन। त्यसो कारणले ज्ञान के अरे जाति र थार भन्ने कुराहरू चाहिँ सेकेन्डमा हो। सबभन्दा ठुलो चाहिँ ज्ञान र शिक्षा त्यो अति ठिक छ। ता घरले सो ता दिपदरी अघि यहाँबाट हो कि धर्मलाई शरण गमन गरेको कारणले लिनुपर्ने छोड्नुपर्ने कुरा चाहिँ भनिसक्यो। अब सङ्घलाई अनि शरण गमन गरेको कारणले छोड्नुपर्ने शिक्षा के हो, लिनुपर्ने शिक्षा के हो भनेदेखि छोड्नुपर्ने शिक्षा चाहिँ मिगेवे सिङे धिक्टोक भनेको छ। मिगेवे सिङे भने चाहिँ अकुशलको गुरु छोड्नुपर्छ। अकुशल कर्म गर्ने सिकाउने, अकुशलको बाटो मार्गमा अनि डराउने त्यो गुरुहरूलाई चाहिँ त्याग्नुपर्छ। मिगेवे ठोक्पो भने चाहिँ अकुशल कर्ममा लाग्नु दिने अनि साथीहरू त्योहरू पनि त्याग्नुपर्छ, छोड्नुपर्छ भने चाहिँ त्यो हो। अब यहाँ के हो मिगेवे सिङे धिक्वे ठोक्पो। अब लिनुपर्ने चाहिँ के हो, पालन गर्नुपर्ने चाहिँ के हो भनेदेखि सत्य मार्ग, कुशलको कर्म, धर्ममा लाग्नु दिने, धर्मको मार्गमा अनि लिएर जाने लाग्यो डोराउने त्यस्तो अनि सङ्घहरूलाई चाहिँ हामीले पालन गर्नुपर्छ, उहाँ त्योसँग मिल्नुपर्छ भनेर त्यो भनेको छ। यहाँसम्म चाहिँ बुद्ध धर्म सङ्घ रत्नलाई शरण गमन गर्नेको विषयमा ल त्यो 5वटा कुरा चाहिँ थाहा भयो। यहाँसम्म चाहिँ सिद्धियो। अब यहाँ चाहिँ कर्म र फलको विषयमा अलिकति भन्छु है। लेन्डे छेउको भाषामा के भन्छ, लेन्डे भन्छ। ले भन्छ कर्म भयो, डे भने चाहिँ फल, कर्म र फल, लेन्डे भने त्यो। अब यहाँ चाहिँ लेन्डेको विषयमा बुद्धले यस्तो राम्रो भनेको छ। लेन्डेको विषयमा भन्ने हो भनेदेखि 2 विषय सूची छ, 2 विषय सूची। एउटा चाहिँ के हो छेउको भाषामा चिरसेपा भन्छ, नेपालीमा सामान्यको कुरा। एउटा चाहिँ छेटक्तो सेवा भन्छ, विशेष सूची, विशेष गरे भनेर 2टा हुन्छ। अब पहिला चाहिँ सामान्यमा भन्यो भनेदेखि हामीले 4वटा कुरा थाहा हुनुपर्छ। ले न्येपा, ले फेल छेपा, ले मासेपा द मिठेपा, ले छेपा छु मिसावा हो भन्छ। ले न्येपा भने चाहिँ कस्तोले भन्छ थम्बुरी छोटकरी लब्ध नेपाल ले न्येपा भने। अब हामीले कर्मको फलको बारेमा बुझ्नु पर्दा ले न्येपा भन्नाले जुन कर्म गरेको छ त्यो चाहिँ निश्चित रूपमा चाहिँ पाकिन्छ, निश्चित रूपमा चाहिँ भोग्नै पर्छ, त्यो पहिला प्रथम हो तेरे। अब यसको मतलब के हो भनेदेखि आफैले
कुशल कर्म धर्मको कर्म राम्रो कर्म गर्यो भनेदेखि त्यसको फलमा अनि सुख अनि शान्ति अनि दिकिल गर्छ आनन्द आनन्द हामीले भोग्नु पर्ने हुन्छ पाउँछ प्राप्त गर्छ है त्यो चाहिँ निश्चित लगेर निश्चित रूपमा हुन्छ यदि हामीले अकुशल कर्म पापको कर्म नराम्रो कर्म गर्यो भनेदेखि त्यसले के फल दिन्छ भनेदेखि अखुसी अशान्ति दुःख त्योहरू सबै हामीले भोग्नु पर्ने हुन्छ त्यो निश्चित हो निश्चित हुन्छ योले ले न्यापा भनेको त्यो हो ले न्यापा ले फेल्छवा भनेको मतलब चाहिँ कर्म चाहिँ गर्नु बेलामा सानो भएर भने छोटो भएर भने सानो भएर भने त्यसको फल चाहिँ ठुलो त्यस्तो दिनु सक्छ भन्छ यहाँ एउटा कुरा भनौँ बुद्ध शाक्य मुनिले साङ्गे शाक्य थुप्छेनलाई अनि पहिला 5 कि 4 धन चराएर प्राप्त गरेको त्यो फललाई उहाँ बुद्ध त प्राप्त गर्न सक्ने भएको भन्ने कुरा एउटा चाहिँ छ है अब त्यो कर्म चाहिँ कति भयो श्री 5 दान अनि दान दिनुभयो नि शाक्य थुप्छेनलाई त्यसको फल ठुलो पाएको छ यो चाहिँ राम्रोमा नराम्रो कर्ममा यहाँ ग्रन्थमा लेखेको छ एउटा व्यक्तिलाई एउटा भिक्षु अलिकति त्यो के भन्छ अनारहरू बोल्ने तरिका अलिकति नराम्रो भएको कारणले एउटा व्यक्तिले एउटा भिक्षुले के भन्यो तपाईँ भिक्षु तपाईँ बान्दर जस्तो छ भन्यो त्यो भनेको कारणले त्यो भन्ने मान्छेले बान्दरको जीवन बाँदरको जन्म 500 वटा बान्दरको जीवन लिनु पर्यो थाहा भयो अब भन्नु बेलामा केही छैन नि भिक्षु तपाईँ बान्दर जस्तो छ यो भने अब त्यसको फल कति भयो त्यसको कारणले ले फेल्छवा भनेको छ त्यसको कारणले बुद्धले के भन्यो यो राम्रो कर्म कुशल कर्म सानो भएर पनि हेर्नु हुँदैन त्यसलाई चाहिँ विकास गर्नुपर्छ अकुशल कर्म सानो हो भनेर हेर्नु हुँदैन त्यसलाई चाहिँ के ने पाङ्गो रहेछ त्यसलाई चाहिँ पशुत्व हुनुपर्छ पशुत्व भएर चाहिँ त्यसलाई त्याग्नुपर्छ त्यस्तो भनेको छ त्यसको कारणले ले फेल्छेपा ले माछेपा त मिठेपा भने चाहिँ आफूले कर्म गरेको छैन भनेदेखि त्यो फल चाहिँ आफूले भोग्नु पर्दैन भनेको छ अरूले गरेको कर्मको फल आफूले भोग्नु पर्ने हुँदैन आफूले गरेको कर्मको फल अरूले भोग्नु पर्ने पनि हुँदैन जो कर्मको फल आफूले भोग्छ त्यही फल चाहिँ आफूले गरेको कर्मको हो भनेर चाहिँ यहाँ भनेको छ ले माछेपा त मिठेपा ले छेपा छु मिसेपा ले छेपा छु मिसेपा भनेर चाहिँ यहाँ हेर्नुहोस् है कर्म गरेर चाहिँ त्यो चाहिँ फल चाहिँ मलाई चाहिँ मिल्दैन नमिलोस् भनेर चाहिँ भनेर सम्झेर भने मिल्छ भन्छ आफूले कर्म गर्यो भनेदेखि त्यो फल चाहिँ के अरे फाल्तुमा जान्दैन भन्छ त्यो फल चाहिँ मिल्छ भन्छ कोही हुन्छ नि मैले यस्तो पाप गरेको कर्म पाप गरेको थियो तर त्यो फल मलाई मिल्दैन कसले पनि थाहा छैन भनेर चाहिँ लुगाएर गर्नु सक्छ नि तर त्यो के अरे घ्याचुकी तिङ्ला गर्छ समुद्रको तल बसेर पनि आकाशको माथि उडेर पनि आफूले कर्म गरिसक्यो भनेदेखि त्यो फल चाहिँ भोग्नु पर्ने हुन्छ भन्यो ले छेपा छु सेपा हो भनेर यहाँ दिएको यहाँसम्म चाहिँ समय गर्छ चिरसेवा सामान्य कर्म र फलको विषयमा 4 अब यहाँ सुन्नुहोस् है अब कर्मको फलको विशेष गरेर भन्यो भने कर्मको फल कर्ममा यहाँ हेर्नुहोस् कर्म र फलको त्यसमा 3 छ गेवे लेन्डे मिगेवे लेन्डे लुङमा तिङ्गी लेन्डे भनेर
र चिग्लाप्ता कर्मको फलमा तीन भागमा विभाजन गरेको छ। एउटा कुशल कर्म, कुशल एउटा कर्म के लेन्डे एउटा कुशल र कर्म, फल एउटा कुशल कर्मफल, एउटा अकुशल कर्मफल र एउटा अविकृत कर्मफल। त्यो चाहिँ कुशल पनि होइन, अकुशल पनि होइन, त्यस्तो कर्मफल गरेर तीन विषयमा विभाजन गरेको छ। अब त्यसमा अकुशल कर्मको विषयमा फल कर्म र फलको विषयमा थाहा भयो भने कुशल कर्म र फल चाहिँ थाहा हुन्छ। त्यसो कारणले अकुशल कर्म र फलको विषयमा भन्छु। अकुशल कर्ममा हुनु त धेरै किसिम छ, तर संक्षिप्तमा भन्यो भनेदेखि 10वटा हुन्छ है। लुइगी गोने चेपे मिगेवा सुम के अरे शरीरद्वारा गरेको अकुशल कर्म 3 मरे रे 3, वजनद्वारा गरेको अकुशल कर्म 4, चित्तद्वारा अनि अकुशल कर्म 3 भनेर चाहिँ जम्मा 10वटा छ। अब त्यसमा पहिला भन्छ है शरीरद्वारा गरेको अकुशल कर्ममा चाहिँ 3 चाहिँ के हो? सोक्चोपा, माजेम्बा लेम्बा अनि लोपरयेम्बा भनेर चिग्लाप्पा के हो यो सर? शरीरबाट हामीले 3 प्रकारको कर्महरू गर्छ। शरीरद्वारा हत्या हिंसा गर्छ प्रथम, र शरीरद्वारा नै हामीले चाहिँ जस्तै चोरी डकैतको काम गर्छ, र तेस्रोमा शरीरद्वारा नै हामीले व्यभिचारको मिथ्या कामहरू गर्छ। यसरी शरीरद्वारा 3 प्रकारको कर्महरू गर्छ। अकुशल कर्म र अकुशल कर्म। अब वजनद्वारा गर्ने चाहिँ 4, जु छामा छिक्चुप नाक्याल। फेरि वचनबाट हामीले 4 प्रकारको अकुशल कर्महरू गर्छ। वचनद्वारा हामीले झुटो बोल्ने एउटा, र अपशब्द बोल्ने एउटा, र अर्थविहीनको कुरा बोल्ने एउटा, र एउटा चुगली लगाउने कुरा पनि वचनबाटै गर्छ। यस्ता अकुशल कर्महरू वचनबाट हामीले गर्दछ। चित्तदेखि गर्ने 3, नप्सेम नेसेम लोक्ता। र फेरि अब मनद्वारा पनि हामीले 3 प्रकारको अकुशल कर्म गर्छ। र एउटा हामीले नाप्सेम भन्नाले कसैको धन सम्पत्तिबाट लोभ लालच देखाउँछ, र दोस्रोमा एउटा अरूलाई म दुःख कष्ट दिने भने हानि गराउने भन्ने विचार पनि मनबाटै गर्छ। र मिथ्या दृष्टि भन्नाले नराम्रो सोच, जस्तो तिरी रत्न भएर पनि तिरी रत्न छैन भन्ने मिथ्या दृष्टि। यसरी शरीरद्वारा मनद्वारा पनि अकुशल कर्म 3टा गर्दछ। या यहाँसम्म तिछे त तिन्डे हिँड्छ त त्यम्बो चुम्देनदेखि दिक्पा चाहिँ मिसासिङ ला योङदु थेन्ड्रेगी दिक्पा चुला सोपा दिक्बेरी खाया माछे सेबे थेरे। र यसरी अब भगवान बुद्धले यसरी भन्नुभएको छ। दिक्पाचिया मिज्यासिङ भन्नाले यसरी भगवान बुद्धले भनेपछि अकुशल कर्महरू एउटा पनि नगर्नु भनेर भगवान बुद्धले उल्लेख गरेको छ। त्यही धन्दा दिक्पा चुला सोपे दिक्पा थम्जे। यसको अर्थ भन्नुपर्दाखेरि 10 अकुशल कर्महरू हामीले 10 अकुशल कर्महरू पापको कर्महरू एउटा पनि कहिले पनि हामीले गर्नु हुँदैन भनेर चाहिँ अघिको हरफमा चाहिँ उल्लेख गरेको छ। तेने गेवाचु लायाते थेन्डावे दिक्पचु पाङबाला अनि गेवाचु सिकोरे। र यस्तो 10 अकुशल कर्म त्यागेर चाहिँ त्यसको विपरीत ठिक चाहिँ कुशल कर्महरू हामीले गर्नुपर्दछ। तेने यम्बा युन्दु यहाँ चुम्देनदेखि गेवा फिसुम सोपर चे से सोंग्रेस ती ठन्डाते गेवा चुला सोपे गेवा खाइबाते अनि चेसो छेगोरे। त्यसैले भगवान बुद्धले कुशल कर्महरू सञ्चय गर्नुपर्छ, कुशल कर्महरू धर्म गर्नुपर्छ भनेको चाहिँ 10 कुशल कर्महरू हामीले राम्ररी गर्नुपर्छ भनेको। तेरे ता मिगेवा चुदे खाला तेने छोंग्रेला न तुक्सुम यो मोला तेने छोंग्रे। त्यसरी 10 अकुशल कर्महरू हामीले कसरी चाहिँ उत्पन्न हुन्छ, कसरी भइन्छ भन्दाखेरि तिरी वृक्षहरू भन्छौँ हामी। रिस राग मोहद्वारा नै अकुशल कर्महरू चाहिँ हामीले गरिन्छ, उत्पन्न हुन्छ। तेन्ड्रेगी तुक्सुम यो मोते रङ्गी सेमगी तिङदु योरेस लुबुरवेछु। त्यस्तो नराम्रो विषहरू चाहिँ त्यस्तो अकुशल कर्म गर्ने चाहिँ बाहिर छैन कि आफ्नै मनभित्रबाट नै हुन्छ र मनभित्रमा छ। ताया तुक्सुम यो मोते मेबसोया यबनासी मेबसो थुकिङगी निम्बे यन्दे सुमयोरेस। देशा मेबी गेसा शेतां मेबी गेसा तिमु मेबी गेसा सेने देशा पोंखे शेतां पोंखे तिमु पोंग थुकिङगी यन्दे योरेस तिचेरेस।
त्यस्तो अब अकुशल कर्महरू हामीले गराउने एउटा हाम्रो मनभित्र तिरिबिक्स छ, रिस, राग, मोह छ र त्यसको प्रतिपक्ष पनि हामीसँग छ। प्रतिपक्ष भनेको त्यसलाई प्रतिस्पर्धा गर्नुपर्दछ, त्यसको ठिक विपरीत हामीले चाहिँ अभ्यास गर्नुपर्दछ। जस्तै राग उत्पन्न भयो भने ठिक प्रतिपक्ष विपक्ष चाहिँ हामीले चाहिँ त्यसको अभ्यास गर्ने तरिका पनि छ। त्यसलाई चाहिँ के भन्छ त, त्यसको प्रतिपक्ष अथवा चाहिँ प्रतिपक्ष कुशल कर्म, कुशल अभ्यास भनिन्छ। 어디래? 다 된대 임바 인데 랑기 셈네 용수 둘 슬라비 용데 좀 된데 이게 책순바 랑기 셈네 용수 둘 세용데 어다티 딕바 강레 중사기 독숨 요몽데야 수수셈 디 갑대 자기인기 님베 연데야 수수셈 다 딩이라 찍라셈 독자라 그래 찍라셈 약불라 그래 디 인데 독숨 요몽기 님보 인이기 셈 상보테 얇게 땅내 심 독자 독숨 요몽라 갑대 자네 둘러라 제용데 랑기 셈네 용수 둘 त्यसोगोता। त्यसैले भगवान बुद्धले भन्नुभएको छ आफ्नो मनलाई परिशुद्ध बनाउनु, आफ्नो मनलाई शुद्ध बनाउनु। र यो चाहिँ के हो भन्दाखेरि अघिको अकुशल कर्महरू कुशल कर्महरू गर्ने चाहिँ कहाँ भर पर्दो रहेछ भन्दाखेरि हाम्रो चित्त मनद्वारै गरिन्छ हामीले। त्यसैले पनि यदि हाम्रो मनमा चाहिँ तिरिबिक्सहरू जस्तै रिस, राग, मोहको जस्तै उत्पन्न भयो भने त्यसलाई ठिक विपरीत प्रतिपक्ष गर्नुपर्छ, त्यसलाई प्रतिस्पर्धा गर्नुपर्छ। त्यो पनि हाम्रै मनद्वारा नै हुन्छ। त्यसैले पनि भगवान बुद्धले भनेको जस्तो आफ्नो मनलाई त्यो अघि तिरिबिक्सहरूलाई हटाउनको लागि ठिक विपरीत प्रतिपक्षको अभ्यास गरेर आफ्नो मनलाई नै परिशुद्ध बनाउनु पर्छ। यो नै बुद्धको धर्म हो अथवा चाहिँ त्यसरी चाहिँ भनेको छ। 어때? 어디 디바도 다른 낭충어도 대샤 다 되네 곰거시기 र आजको जुन एउटा 10 कुशल कर्म, अकुशल कर्म अथवा चाहिँ कर्मफल र शरण गमनको बारेमा अघि धर्म प्रवचन गरिसकेको छ। आज चाहिँ धर्मको परिचय यहाँसम्म राख्ने भनेर गुरु